Hello everyone, welcome back. हामीले योभन्दा अगाडिको भिडियोमा मतलब कि योभन्दा अगाडिको हजुरले यदि हेर्नुभएको छ भिडियो भने मैले टार्गेट ए प्लस सिरिजको यो सेकेन्ड क्वेसन नम्बर 1 मा चाहिँ सेकेन्ड भिडियो हाल्दैछु। योभन्दा अगाडि सेटको यानि कि मैले 2 सेटको क्वेसन सल्भ गरिसकेको छु भने आज चाहिँ हामी 3 सेटको बारेमा क्वेसन सल्भ गर्नेवाला छौँ। 2 सेटकोमा मैले सबै एक्सप्लेन गरेको छु। कार्डिनालिटी भने के हो, कार्डिनालिटीको फर्मुला कसरी डिराइभ गर्ने, भेन डायग्राममा इनपुट कसरी गर्ने हैन, सबै कुराहरू मैले अगाडिको भिडियोमा गरिसकेको छु। र पनि यो 3 सेटको क्वेसन सल्भ गर्नभन्दा अगाडि हामी 3 सेटको फर्मुला चाहिँ डिराइभ गर्छौँ नै। 3 सेटको क्वेसन दिँदाखेरि भेन डायग्राम हामीले कसरी प्लट गर्छौँ त्यो कुरा पनि हामी अलिकति सिक्ने नै वाला छौँ। सो अब हामी ढिलो नगरिकन 3 सेटको बारेमा हामी कुरा गरौँ है त। अब 3 सेटको बारेमा कुरा गर्दाखेरि अब मानिलिनु यहाँनिर एउटा मैले युनिभर्सल सेट लिन्छु है। अब मैले यहाँनिर के लिए एउटा युनिभर्सल सेट लिएँ। युनिभर्सल सेट यु भनेको कति भन्दा ए बी सी डी ई एफ जी र एच लिए एउटा युनिभर्सल सेट मैले यहाँनिर लिएँ है। अनि सेट अर्को ए लिए, के सेट ए भनेको के लिए त भन्दा ए बी सी लिए, ए बी सी डी लिए भनौँ न। अनि सेट बी भनेको मैले के लिए त भन्दाखेरि सेट बी भनेको चाहिँ हजुरको बी सी डी र ई लिए, ठिक छ। बी सी डी अथवा बी सी ल बी सी डी र ई लिए। अनि सी को चाहिँ मैले के लिए भन्दा सी को इलिमेन्ट भनेको चाहिँ मैले ल मानौँ सी लिए, अनि डी लिए, ई र एफ लिए ल। एबीसीडी यो एबीसी मैले यसरी लिएँ। अब यहाँनिर हजुरको ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी निकाल्न पर्यो भने कसरी निकाल्नु त हेर्नु त। ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भनेको तिनटैमा कमन भएको एलिमेन्ट हैन। तिनटैमा कमन भएको एउटा के छ त भन्दाखेरि एउटा बी छ, यहाँ पनि बी छ, यहाँ पनि ए सरी बी त रहेन रहेछ यहाँ त। भने पछाडि अब अर्को के रहेछ त कमन भनेको, अब यहाँनिर सबैमा भएको हेर्नु एउटा यहाँ सी छ, यहाँ सी छ, यहाँ सी छ भनेपछि इन्टरसेक्सनमा हाम्रो के आयो त भन्दाखेरि सी आयो कमा। अर्को भनेको यहाँ डी पनि छ, यहाँ पनि डी छ, यहाँ पनि डी छ भनेपछि सी कमा डी आयो राइट, सी कमा डी। अब युनियनको लागि अब हेर्नु, युनियनको कुरा गर्नु छ भने ए युनियन बी युनियन सी हेर्नुभयो भने चाहिँ हजुरको एबिसीमा भएको सम्पूर्ण इलिमेन्ट रिपिट नगरिकन हो नि त। सो अब सम्पूर्ण इलिमेन्ट लेख्दाखेरि कसो हुन्छ रिपिट नगरिकन हेर्नु, एबिसिडिई एफसम्म जाँदो रहेछ भनेपछि ए बी सी डी ई र यो कहाँसम्म जान्छ एफसम्म जान्छ। यो भयो तीनटा सेटको। अब दुईटा सेटको कुरा गरौँ भने यसरी गरौँ है। यहाँ हेर्नु, अब ए र बी को मात्र कुरा गरौँ न त। ए इन्टरसेक्सन बी को कुरा गर्दाखेरि यहाँ के हुन्छ हेर्नु त, ए र बीमा मात्रै कमन हेर्ने हो भने त एमा के छ बीसीडी कमन यहाँ पनि छ, अनि बीमा फेरि के छ बीसीडी यहाँ पनि कमन छ राइट। बीसीडी भनेपछि ए इन्टरसेक्सन बीमा के रहेछ भन्दा बीसी र डी कमन रहेछ हो, सरी यसरी। अब यहाँनिर कति रहेछ बी कमा सी कमा डी रहेछ हो, ए र बीमा यो रहेछ। अनि बी र सीमा के कमन छ हेरौँ है त। बी र सीमा बी इन्टरसेक्सन सीमा फेरि के छ, बी र सीमा हेर्ने हो भने यहाँ पनि सी छ, यहाँ पनि सी छ, यहाँ पनि डी, यहाँ पनि डी, अनि यहाँ पनि ई, यहाँ पनि ई छ। सो यिनीहरू दुईटा मध्ये के छ सी डी र ई भनेको बी र सी दुईटैमै छ। अब ए र सी को वाला पार्ट हेरौँ है त। ए र सीमा के पार्ट कमन छ, ए र सी को पार्टमा हेर्दाखेरि एमा सी छ, डी छ, सीमा पनि सी र डी छ भनेपछि ए र सीमा कमन चाहिँ यो रहेछ, ए इन्टरसेक्सन सी भनेको यो भयो। अब योभन्दा अगाडिकोमा त हामीले दुईटाको मात्र कुरा गरेको थियौँ होइन। दुईटाको मात्र कुरा गर्दाखेरि सुरुमा इन्टरसेक्सनलाई प्लट गर्ने, त्यस पछाडि अरू प्लट गर्ने भनेको थिएँ। अब यहाँ तीनटा छ, तीनटा भएपछि अब कुन इन्टरसेक्सनमा सुरुमा प्लट गर्दै जाने हो त भन्ने कुरामा चाहिँ अब हामी यसबारे कुरा गर्नेछौँ। सो अब यहाँ तीनटा इन्टरसेक्सन छ भने पहिला यसलाई सेटमा रिप्रेजेन्टेसन गर्दाखेरि यो ठुल्ठुलो छ, त्यही भएर म अलिक ठुल्ठुलो यसरी गराउँछु है त। अलिकति यसलाई यो भयो र यो भयो। अनि यो युनिभर्सल सेटलाई मैले यसरी यहाँनिर राखेँ, ठिक। यो युनिभर्सल सेट भयो। यसलाई सेट ए मानौँ, यसलाई सेट बी मानौँ, यसलाई सेट सी मानौँ। अब जहिले पनि तीनटा सेट दिएको छ भने तीनटा सेटको इन्टरसेक्सनबाट सुरु गर्ने, दुईटा सेट दिएको छ भने दुईटा सेटको इन्टरसेक्सनबाट सुरु गर्ने। अहिले हामीलाई तीनटा सेट दिएको छ, सो तीनटा सेटको इन्टरसेक्सन हजुरले यहाँनिर हेर्नुभयो भने अघि मैले भर्खरै यहाँ राखेको थिएँ। तीनटा सेटको इन्टरसेक्सन भनेको कति छ भन्दाखेरि यहाँ देख्न सक्नुहुन्छ तीनटा सेटको इन्टरसेक्सन कति छ सी र डी छ भनेपछि तीनटा सेटको इन्टरसेक्सनको पार्ट भनेको तीनटै सर्कल इन्टरसेक्ट हुने पार्ट भनेको त यो हो नि त, यो वाला पार्ट हो नि होइन। यो वाला पार्ट हो भनेपछि मैले अब यहाँ कमन वाला के छ सी र डी छ। सो सी र डी लाई मैले यहाँनिर लेखिदिन्छु, सी र डी लाई यहाँ लेखिदिन्छु। अनि अब अर्को हेर्नु है, ए इन्टरसेक्सन बी। अब बल्ल
पहिला तीनटैको इन्टरसेक्सन भर्ने, त्यस पछाडि दुईटाको इन्टरसेक्सन भर्दै जाने, त्यस पछाडि दुईटाको, पहिला तीनटा त्यस पछाडि दुईटा, अनि बल्ल रको इलिमेन्टहरू त्यसको आफ्नो रेस्पेक्टिभ सेट्सहरुमा लेख्ने हो। जस्तै कि अब यहाँनिर एमा हेर्नु त, एमा ए र बी को इन्टरसेक्सन भनेको ए भनेको यो सर्कल भयो, बी भनेको यो सर्कल, भनेको ए र बी को इन्टरसेक्सनलाई मात्रै हेर्ने हो भने हजुरको यो वाला पार्ट आउँछ कि आउँदैन? ए र बी को मात्रै इन्टरसेक्सन हेर्नुभयो भने यो वाला पार्ट आउँछ। ए र बी को इन्टरसेक्सनमा कति छ? बीसीडी छ। अब बीसीडी बाट सीडी त गइसकेको रहेछ, भनेपछि रह्यो के त भन्दा रह्यो इलिमेन्ट बी भन्न पर्यो हैन, रह्यो इलिमेन्ट के बी। त्यसै गरेर अब बी र सी लाई हेर्नु त, अब बी र सी लाई हेर्ने हो भने अब यहाँनिर हेर्नु, बी र सी लाई हेर्ने हो भने बी यो भयो, सी यो भयो। बी र सी मा कमन भएको एरिया भनेको हजुरको कुन हो त भन्दाखेरि बी र सी मा कमन भएको एरिया यो हो, राइट? अब बी र सी को इलिमेन्ट के छ? सी, डी र ई छ कि छैन? बी र सी को यो सेट बी र सेट सी को कमन इलिमेन्ट भनेको सी, डी, ई छ। सी, डी मध्येबाट सी र डी अलरेडी आइसक्यो, रह्यो के त ई भनेपछि यो ई यहाँनिर आउँछ, ठीक छ? त्यसै गरेर अब ए र सी को पालो यो बाँकी छ। अब ए र सी मा हेर्नु, ए र सी मा के छ? सी र डी मात्रै छ नि त, भनेपछि सी र डी। अब ए र सी को इन्टरसेक्सन पोर्सन हजुरले यदि यहाँ हेर्नुहुन्छ भने यहाँ हेर्नु है, यो वाला सेक्सनमा हेर्नु, ए र सी भनेको ए को र सी को भनेको यो वाला सेक्सन हो कि, ए र सी को सेक्सन भनेको यो हो। अब ए र सी मा सी र डी इलिमेन्ट कमन छ। अब सी र डी त अलरेडी यहाँ आइसक्यो भनेपछि यहाँ केही आउन परेन, त्यहाँ केही लेख्न परेन, त्यसलाई त्यतिकै छोडिदिए भयो, किनकि ए र सी को इलिमेन्ट भनेको नै सी र डी नै हो। अब यहाँ हेर्नु, ए मा रह्यो के त नि, ए को इलिमेन्ट त एबीसीडी हो नि त, चारवटा इलिमेन्ट हो, एबीसीडी हो। अब यहाँबाट बीसीडी आइसक्यो, रह्यो भनेको के त? ए यहाँनिर बाँकी रह्यो, राइट? अनि अब बी को इलिमेन्ट हेर्नु, बी को इलिमेन्ट के छ? बीसीडीई थियो, बी को इलिमेन्ट यहाँनिर बीसीडीई अलरेडी सबै आइसक्यो, यहाँ के पनि लेख्न परेन। अब सेट सी मा हेर्नु, सी मा के छ? सीडीईएफ छ, सीडीईएफ बाट सीडीई त आयो, र को एफ लाई चाहिँ हामीले यहाँ लेखिन्छ है। अब हाम्रो सेट युनिभर्सल सेटमा त के छ? जी र एच त अझै पनि बाँकी छ नि त। सो जी र एच बाँकी रको इलिमेन्टलाई चाहिँ हामीले अगाडिको भिडियोमा पढे जस्तो गरेर त्यसलाई बाहिर यहाँनिर राख्ने हो। अब यो भेन डायग्रामबाट अब मैले बी को एउटा इलिमेन्ट एक्स्ट्रा इलिमेन्ट यदि गरिदिन्थे, जी हुन्थ्यो भने यो बी को इलिमेन्ट पनि यहाँनिर एउटा जी आइदिन्थ्यो, त्यति फरक हो है। बी को इलिमेन्ट एउटा यहाँनिर जी एक्स्ट्रा आइदिन्थ्यो र यो जी यहाँबाट हटेर जान्थ्यो। एउटा मैले जी राखिदिइहालेँ है, त किनभने अलिकति हामीलाई सजिलो होस्, यहाँ अलिक बुझ्नको लागि, जे बुझाउन खोजिरहेको छु त्यो बुझ्नलाई चाहिँ सजिलो भयो भने मेरो काम हुन्छ। ल अब यहाँ हेर्नु, सबैको रिप्रेजेन्टेसन फरक फरक छ। अब यहाँनिर लेख्दाखेरि कसरी लेखिन्छ भन्दा, यो जुन हजुरले ए लाई देख्नुभयो नि, यो ए भनेको हेर्नु त, ए मा मात्रै भएको इलिमेन्ट हो, ए भनेको ए मा मात्रै। अब बी भनेको यो जुन ए को इलिमेन्ट त यहाँ एबीसीडी नै छ, चारवटा छ, तर बीसीडी अरू सेटमा पनि रहेछन्, अरू सेटमा पनि भएका इलिमेन्टलाई ए मा मात्रै भएको भन्न मिल्दैन। तर यो ए चाहिँ के रहेछ? ए मा मात्रै रहेछ। सो यो ए लाई हामीले के पनि भनिदो रहेछ त भन्दा, यो जुन इलिमेन्ट यति वाला पोर्सन छ नि, यो वाला पोर्सनलाई हामीले के पनि भनिदो रहेछ भन्दा ओन्ली ए भनिदो रहेछ। के भनिदो रहेछ? यो ओन्ली ए को एरिया हो। त्यसै गरेर यो एफ भनेको ओन्ली सी को एरिया, यो भनेको सी मा मात्रै भएको इलिमेन्टहरू यहाँ छन्। त्यसै गरेर यो जुन जी देख्नु भएको छ, यो भनेको ओन्ली बी, बी मा मात्रै भएको इलिमेन्ट हो यो जी। हेर्नु त, जी अरू कुनैमा पनि छैन, बी मा बाहेक अरू ए र सी मा छैन। फेरि युनिभर्सल सेटमा छ भन्नु होला, युनिभर्सल सेट यो केसमा काउन्ट हुँदैन। युनिभर्सल सेट त यो टोटलै युनिभर्सल सेट भित्र छ भनेपछि यो त कुरा बेग्लै भयो नि त हैन। अब यहाँनिर छैन, अरू यसमा पनि छैन, यसमा पनि छैन, यसमा पनि छैन भनेपछि जेमा मात्रै छ त्यसलाई ओन्ली बी भयो। अब हेर्नु, यो सी र डी भनेको तीनटैमा भएको भनेपछि यो ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी को एरिया यो भयो। र यो बी भनेको हेर्नु छ भने हेर्नु है, यो जुन बी छ, ए र बी को मात्रै कमन छ त्यो, हेर्नु यो बी इन्टरसेक्सन सी मा छैन, ए इन्टरसेक्सन सी मा छैन, यानी कि ए इन्टरसेक्सन बी मा मात्रै छ यो बी को भ्यालु। हेर्नु त, यो बी इन्टरसेक्सन सी मा पनि छैन, ए इन्टरसेक्सन सी मा पनि छैन भनेपछि यो बी कहाँ मात्र रहेछ भन्दा ओन्ली ए इन्टरसेक्सन बी। यसलाई कसरी पनि भनिदो रहेछ अरे, यो बी को जुन ठाउँ छ नि, यो बी को ठाउँ, यो बी को ठाउँलाई के पनि भनिदो रहेछ अरे भन्दा ओन्ली ए इन्टरसेक्सन बी, ओन्ली ए इन्टरसेक्सन बी मात्रै। अनि त्यसै गरेर यो जुन ई छ, यहाँ हेर्नुभयो भने हजुरले हेर्नु त, यो ई जुन छ, ई पनि फेरि केमा छ? बी र सी मा मात्रै छ। ए इन्टरसेक्सन बी मा यहाँ ई छैन,
सी र डी छ यहाँ पनि ई छैन भनेपछि केमा छ अर्को बी इन्टरसेक्सन सीमा मात्रै छ भनेपछि यो एरियालाई यो जुन यति एरिया छ नि यो एरिया चाहिँ के को एरिया रहेछ भन्दा ओन्ली बी इन्टरसेक्सन सी को एरिया रहेछ ओन्ली बी इन्टरसेक्सन सी त्यसै गरी यो जुन एरिया छ यो एरिया भनेको केसको एरिया रहेछ भन्दा ओन्ली ए इन्टरसेक्सन सी को एरिया हो भनेर हामीले थाहा पाउनुपर्छ अब यसलाई मैले कार्डिनालिटीको वेमा मैले प्रेजेन्टेसन यदि यसलाई गर्छु भने यो चाहिँ यस्तो देखिन्छ अब हेर त्यसलाई म इरेज गरेर देखाउँछु अब यहाँनिर यसलाई इरेज गर्छु पहिला सुरुमा त यो चिजलाई हटाएपछि अनि अरू कुरा अब यही चिजलाई मैले अब यहाँनिर कार्डिनालिटीको लागि एउटा छुट्टै भेन डायग्राम बनाउँछु भने यहाँ हेर्नु है त कस्तो देखिन्छ यो ए को इलिमेन्ट ए को सेट हो यो बी सेट बी भयो र यो के भयो भन्दा सेट सी भयो यो तीनटैमा भएको कमन एलिमेन्ट यो जुन छ यसलाई नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी को एरिया यो भयो त्यसै गरेर यो जुन एरिया छ यो भनेको ओन्ली बी को एरिया हो र यो जुन एरिया छ त्यो भनेको ओन्ली सी को एरिया हो यो एरिया भनेको ओन्ली अफ ए को एरिया हो र यो जुन देख्नु भएको छ यो इन्टरसेक्सन वाला पोर्सन यो भनेको त ए र बी मा मात्रै भएको एलिमेन्ट मैले भने हो नि भर्खरै यहाँनिर यो भेन डायग्राममा भनेको किन यो बी भनेको ए र बी मा मात्रै छ यानि कि ओन्ली ए इन्टरसेक्सन बी को ठाउँ यो भयो त्यसै गरेर यो भनेको चाहिँ हजुरको देख्न सक्नुहुन्छ यहाँनिर मैले लेखेको छु ओन्ली बी र सी मा भएको ठाउँ यो ई भनेको बी र सी मा मात्रै छ भनेपछि यो भनेको ओन्ली एन्ड नट अब यहाँ के छ बी र सी मा भएको एलिमेन्ट यो भयो त्यसै गरेर यो भनेको के हो त भन्दा ओन्ली ए इन्टरसेक्सन सी को कुरा यहाँनिर छ है यो भयो अनि जुन बाहिर रहेको एलिमेन्टहरू छ त्यो एलिमेन्ट चाहिँ हाम्रो के हो त भन्दा ए युनियन बी युनियन सी को के हो त कम्प्लिमेन्ट हो यो ठाउँ चाहिँ केसको त भन्दा ए युनियन बी युनियन सी कम्प्लिमेन्टको एरिया हो ठिक छ यो त युनिभर्सल सेट भइ नै हाल्यो अब यहाँ हेर्नु यति कुराहरूलाई त यति कुरामा हजुरले कसरी कहाँ कुन एरिया कसको भनेर थाहा पाउनको लागि यो चित्रले हजुरलाई एकदमै हेल्प गर्छ अब हामी यो चित्रबाट हामीले के गर्ने त भन्दा फर्मुला डेरिभेसन हामी अब गर्छौँ कार्डिनालिटीको यसलाई युज गरेर हामीले के गर्छौँ त भन्दा अब फर्मुला डेरिभेसन गर्ने है ओके ल यहाँ हेर्नु अब फर्स्टमा चाहिँ हामी ए युनियन बी युनियन सी को कुरा गरौँ है त कार्डिनालिटी अफ के त ए युनियन बी युनियन सी अब हामीलाई के थाहा छ ए युनियन बी युनियन सी भनेको त यो तीनटा जुन छ मतलब कि ए युनियन बी युनियन सी भनेको त यो तीनटा सर्कलको सबै पाटो जोड्यो भने त ए युनियन बी युनियन सी हो अब हामीलाई सबै टुक्रा टुक्राको भ्यालु दिएको छ यो सानो टुक्राको भ्यालु ओन्ली अफ ए यो टुक्राको भ्यालु ओन्ली अफ ए यो भनौँ न सबै पजल्ड छ होइन यो प्लस छुट्टा छुट्टै छ यो सबै चिजलाई जोडिदिने हो भने फेरि के आउँछ एबिसी तीनटा सर्कलमा जति पनि भ्यालु छ त्यो सबै आउँछ कि आउँदैन भनेपछि यो सबै चिज जोड्नु भयो भने सबै इन्डिभिजुअल चिज हो ओन्ली अफ ए भनेको यतिको मात्रै हो होइन अनि ओन्ली अफ ए इन्टरसेक्सन बी भनेको सानो यसरी यो सबै टाइल्सको टुक्राहरू हो भनेर सपोज गर्नु कि यो सानो टाइलको टुक्रा यो सानो टाइलको टुक्रा यो टुक्रा 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 छ यो सबै टुक्रालाई जोडिदिने हो भने यो तीनटा सर्कलको है यो तीनटा सर्कलको टुक्रालाई जोडिदिने हो भने मेरो के आउँछ ए युनियन बी युनियन सी आउँछ यानि कि मैले त्यसलाई जोडिदिएँ भने होइन प्लस गरेँ भने सो फर्स्टमा मैले ओन्ली अफ एलाई जोडौँ है त सो इक्वल्स टु यो गर्दाखेरि कति हुन्छ भन्दाखेरि हाम्रो ओन्ली अफ ए भयो प्लस यहाँ अब ओन्ली अफ बीलाई पहिला सिङ्गल सिङ्गल सेटलाई जाने कि प्लस ओन्ली अफ सी एउटा अर्डरमा मुभ गर्ने अब एबिसी सिङ्गलको भ्याल्यु अब डबल डबल के छ ए इन्टरसेक्सन बी प्लस ओन्ली अफ के छ भन्दा ए इन्टरसेक्सन बी छ होइन अनि ए इन्टरसेक्सन बी छ अब अर्को के छ बी इन्टरसेक्सन सी छ ए इन्टरसेक्सन बी अनि त्यस पछाडि बी इन्टरसेक्सन सी हो प्लस ओन्ली अफ के छ भन्दा ए इन्टरसेक्सन सी भयो फेरि अब अर्को के छ भन्दा ओन्ली अफ बी इन्टरसेक्सन सी भयो अनि बाँकी रह्यो लास्टमा तीनटा सेटवाला के छ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भनेको यो जुन छ यो भनेको हाम्रो फर्मुला रहेछ के को लागि त भन्दाखेरि फर क्यालकुलेटिङ द भ्याल्यु अफ नम्बर अफ ए युनियन बी युनियन सी रहेछ भनेर बुझ्नु पर्यो अब यही चिजलाई अलिक फरक ढङ्गले हेर्ने हो भने हामीले अगाडि इनिसियलमा अगाडि हामीले के पढेको अरे भन्दाखेरि इनिसियली अगाडि हामीले के पढेको थियो अरे भन्दाखेरि नम्बर अफ ए युनियन बी हाम्रो फर्स्ट भिडियोमा नम्बर अफ ए प्लस नम्बर अफ बी प्लस नम्बर अफ माइनस नम्बर अफ ए इन्टरसेक्सन बी हामीले यो पढायो हो नि होइन अब ए र बी को ठाउँमा जे पनि हुन पायो यो ए को ठाउँमा अब ए होला बी को ठाउँमा अर्को एउटा केही सर्टेन भ्याल्यु हुन पायो होइन ए र बी नै हुनुपर्छ भन्ने चाहिँ होइन ए र बी को ठाउँमा जे पनि भए पनि हामीले यो अनुसारले अगाडि बढ्ने हो भनेर हामीलाई थाहा भयो
अब यदि मैले अब यहाँनिर के निकाल्न खोज्दैछु भन्दाखेरि नम्बर अफ मैले यहाँ निकाल्न खोजेको के को त फर्मुला हो त नम्बर अफ ए युनियन बी युनियन सी। अब हेर्नु है, यो जुन ए युनियन बी युनियन सी छ नि, यसलाई मैले यसरी लेखेँ भने के होला हेर्नु त। यसलाई चाहिँ मैले अथवा यसलाई मैले जुन हाम्रो नम्बर अफ ए युनियन बी युनियन सी जुन छ नि, ए युनियन बी युनियन सी, यसलाई मैले नम्बर अफ ए अनि युनियन ब्राकेटमा फेरि के लेखिदिएँ त बी युनियन सी लेखिदिएँ कि यसरी। भन्न खोजेको अगाडिकोलाई चाहिँ एउटा सेट, पछाडिकोलाई चाहिँ अर्को सेट भनेको यो फर्मुला जस्तो। यो अगाडिको ए यो भयो, बी युनियन सी भनेको अहिलेको लागि के भयो त भन्दा बी भयो। सो नम्बर अफ ए युनियन बी को फर्मुला यहाँनिर के छ, अब यो अनुसार जाने हो भने नम्बर अफ ए भयो अनि प्लस नम्बर अफ बी, बी भनेको हाम्रो अहिले कति छ बी युनियन सी छ, नम्बर अफ बी अनि माइनस नम्बर अफ ए इन्टरसेक्सन बी। ए भनेको हाम्रो कति छ अहिले, ए भनेको त ए नै छ, इन्टरसेक्सन बी भनेको यो बी को ठाउँमा हाम्रो अहिले कति आउने भयो भन्दा बी युनियन सी आउने भयो। सो यहाँनिर के राखिदिन्छु बी युनियन सी राखिदिन्छु हेर्नु है। यसमा अब फेरि के गर्न पाइयो, यो नम्बर अफ ए त नम्बर अफ ए नै भइहाल्यो, केही समस्या भएन। अब यो बी युनियन सीलाई फेरि मैले यो बी युनियन सी को लागि मैले फेरि यही फर्मुला लगाउन सक्छु के त भन्दा नम्बर अफ बी प्लस नम्बर अफ सी माइनस नम्बर अफ के त भन्दा बी इन्टरसेक्सन सी लगाउन पाएँ। अब यो प्रपर्टी जुन छ नि यो डिस्ट्रिब्युटिभ प्रपर्टी, अब ए चाहिँ डिस्ट्रिब्युट हुन्छ। अब यसलाई डिस्ट्रिब्युटिभ प्रपर्टीमा अर्थमेटिकमा यसो हेर्ने हो रिकल गर्ने हो भने ए इन्टु बी प्लस सी हुन्थ्यो भने यसलाई हामीले कसरी डिस्ट्रिब्युट गर्थ्यौँ अरे भन्दा यो भनेको चाहिँ हजुरको ए इन्टु बी प्लस ए इन्टु सी हुन्थ्यो कि हुँदैन थियो, ए इन्टु बी प्लस ए इन्टु सी हुन्थ्यो नि त। हो त्यही फर्मेटले यसलाई पनि हामीले के गर्छौँ त भन्दाखेरि यो माइनस छ, एकछिनलाई माइनस नै राखौँ। अब यहाँ ब्राकेटभित्र नै हेर्नु है त, ए बीसँग पनि गयो, ए इन्टरसेक्सन बी भयो अनि फेरि युनियन के त भन्दा बी इन्टरसेक्सन सी भनेको ए दुइटैतिर डिस्ट्रिब्युट भयो, बीसँग पनि सीसँग पनि, भनेपछि बी इन्टरसेक्सन सी भयो। यसलाई ब्राकेट क्लोज गरौँ। अब यो हामीलाई यो पार्ट चाहिँदैन, सो यसलाई हामी मेटाउँदा हुन्छ। अब हेर्नु है त, सो यो छ यहाँ ठिक ल। अब यहाँनिर हेर्नु, यो अगाडिको नम्बर अफ एलाई हामीले के चलाउने कुरो भएन, नम्बर अफ ए ठिकै छ, नम्बर अफ बी पनि ठिकै छ, प्लस नम्बर अफ सी पनि ठिकै छ, माइनस नम्बर अफ बी इन्टरसेक्सन सी यसलाई पनि चलाउने कुरो भएन, माइनस। अब हेर्नु त, एलाई यदि हजुरले ए इन्टरसेक्सन बीलाई ए सपोज गरेर बी इन्टरसेक्सन सीलाई हजुरले बी सपोज गर्नु छ भने यो त नम्बर अफ ए युनियन बी को फर्मुलामा आयो कि आएन। फेरि नम्बर अफ ए युनियन बी को फर्मुला फेरि के हो त भन्दाखेरि चाहिँ यो माइनस छ, एकछिनलाई म ब्राकेट राखेँ। नम्बर अफ ए युनियन बी को फर्मुला के हो, नम्बर अफ ए यानि कि अहिलेको केसमा के छ ए इन्टरसेक्सन बी, नम्बर अफ ए प्लस नम्बर अफ बी, बी भनेको अहिलेको केसमा कति छ बी इन्टरसेक्सन सी, माइनस के हो त अब भन्दा माइनस नम्बर अफ ए इन्टरसेक्सन बी हो, माइनस के हो त भन्दा नम्बर अफ ए इन्टरसेक्सन बी, नम्बर अफ ए इन्टरसेक्सन बी। ए भनेको हाम्रो केसमा कति छ ए इन्टरसेक्सन बी छ, ए भयो, इन्टरसेक्सन फेरि के आयो त भन्दा बी इन्टरसेक्सन सी आयो हेर्नु है। नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। अब यसलाई ब्राकेट क्लोज। अगाडिकोमा त हाम्रो केही चेन्जेस छैन, यो जस्ताको त्यस्तै नै एज इट इज नै हुने भयो। नम्बर अफ ए प्लस नम्बर अफ बी प्लस नम्बर अफ सी माइनस नम्बर अफ बी इन्टरसेक्सन सी। अब माइनसले ब्राकेट ओपन गर्दाखेरि माइनस नम्बर अफ ए इन्टरसेक्सन बी आयो हो, माइनसले प्लसलाई ब्राकेट ओपन गर्दाखेरि माइनस नम्बर अफ के आउँछ बी इन्टरसेक्सन सी। यो नेगेटिभलाई गर्दाखेरि कति आयो पोजिटिभ। अब हेर्नु है, ए इन्टरसेक्सन बी इन्टरसेक्सन फेरि इन्टरसेक्सन बी इन्टरसेक्सन सी भनेको त के हो त भन्दाखेरि ए र बीमा भएको र फेरि बी र सीमा पनि भएको इलिमेन्ट। अब ए र बीमा भएको इलिमेन्ट जे छ, बी र सीमा भएको इलिमेन्ट जुन छ त्यसको पनि इन्टरसेक्सन गर्नु भनेको त यो त नर्मली त ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी नै गर्नु हो नि त। एबिसीको नै के लिनु हो त इन्टरसेक्सन, सुरुमा ए र बीको इन्टरसेक्सन लिनु अनि बी र सीको इन्टरसेक्सन लिनु अनि आएको रिजल्टको इन्टरसेक्सन लिनु भनेको तिनटै सेटको के लिनु हो त भन्दा इन्टरसेक्सन हो। सो त्यही भएर यो पार्टलाई चाहिँ मैले डाइरेक्ट केले रिप्लेस गरिदिन सक्छु भन्दा ए इन्टरसेक्सन बी इन्टरसेक्सन सीले रिप्लेस गरिदिन सक्छु। सो हजुरको एउटा नयाँ फर्मुला आयो। नयाँ फर्मुला के आयो त भन्दाखेरि नम्बर अफ ए युनियन बी युनियन सी जुन छ त्यसको लागि फर्मुला के रहेछ त भन्दा अर्को फर्मुला नम्बर अफ ए प्लस नम्बर अफ बी प्लस नम्बर अफ सी माइनस नम्बर अफ ए इन्टरसेक्सन बी अब मिलाएर लेखेको के नम्बर अफ ए इन्टरसेक्सन बी माइनस नम्बर अफ बी इन्टरसेक्सन सी माइनस नम्बर अफ, अनि त्यस पछाडि के आयो बी इन्टरसेक्सन सी अनि ए इन्टरसेक्सन सी पनि छ होला। नम्बर अफ ए इन्टरसेक्सन बी बी इन्टरसेक्सन सी अनि त्यस पछाडि ए इन्टरसेक्सन सी आएन यहाँनिर, ए सरी यो चाहिँ ए इन्टरसेक्सन सी है यहाँ चाहिँ।
ए इन्टरसेक्सन यो डिस्ट्रिब्युटिभ प्रपर्टी युज गर्दाखेरि ए बी सँग पनि जान्छ, यो ए सी सँग पनि जान्छ। सरी माई ब्याड। सो दिस इज ए इन्टरसेक्सन सी। ओके, यो के हो रे भन्दा ए इन्टरसेक्सन सी हो। मैले यसलाई यसरी लेखिदिन्छु यहाँनिर कालोले। ल, ए इन्टरसेक्सन सी हो त्यो। अनि यो ए इन्टरसेक्सन सी हुन्छ। बी इन्टरसेक्सन सी आइसकेपछि यहाँ चाहिँ के आउने हो बल्ल ए इन्टरसेक्सन सी आयो। अनि प्लस नम्बर अफ ए इन्टरसेक्सन, यो त ए दुईटैतिर डिस्ट्रिब्युट हुन्छ नि होइन, यो ए बी सँग पनि जान्छ, ए सी सँग पनि जान्छ। मैले यहाँ मिस्टेकली बी लेखेको रहेछु। सो नाउ आई करेक्टेड इट। ओके, सो ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भयो। सो दिस इज वाट इज द फर्मुला फर क्यालकुलेटिङ द नम्बर अफ ए युनियन बी युनियन सी। यसको अर्को फर्मुला है। एउटा फर्मुला त हामीले भर्खरै यहाँनिर लेखि नै हाल्यौँ यो फर्मुला होइन। एउटा फर्मुला हामीले के लेख्यौँ भन्दा यो वाला फर्मुला लेख्यौँ हो। एउटा फर्मुला यो आयो, अर्को फर्मुला यो आयो। यो दुईटा फर्मुला चाहिँ हामीलाई थाहा हुनुपर्छ। अब यहाँ अब हेर्नु, यो भेन डायग्राममा हेर्ने हो भने, यो भेन डायग्राममा यदि हेर्नुभयो भने यो भेन डायग्राममा यो दुईटा जुन यो सर्कल छ, यो सर्कलको पार्ट हो। अगाडिको टु सेट हेरेर पनि बुझ्नुपर्ने कुरा यो चाहिँ, यो सर्कलको पार्ट र कम्प्लिमेन्टको पार्ट जोड्यो भने त युनिभर्सल सेट आउँछ हाम्रो, हो कि होइन? भनेपछि यो चिजलाई मैले यसरी पनि त लेख्न सक्दो रहेछु नि त। अब नम्बर अफ युनिभर्सल सेट भनेको अर्को फर्मुला हेर्नु है। नम्बर अफ ए युनिभर्सल सेट भनेको के हो त भन्दा नम्बर अफ ए युनियन बी युनियन सी र नम्बर अफ के त भन्दाखेरि ए युनियन बी युनियन सी कम्प्लिमेन्ट भनेको कुरा के हो? यो भनेको युनिभर्सल सेट। यो डब्बा र यो के अरे यो सर्कलको भ्यालु, तीनटा सर्कल र यसको भ्यालु जोड्यो भने युनिभर्सल सेटसँग के हुन्छ? बराबर हुन्छ। हामीले अगाडिको उसमा मजाले बुझेको छौँ त्यसको बारेमा, त्यति खासै समस्या छैन। अब अर्को कुरा यहाँनिर बुझ्नुपर्ने, यहाँ अब भेन डायग्राम हेर्दै म अलिकति बुझाउने ट्राई गर्छु। यहाँ अर्को के कुरा बुझाउनु छ त भन्दा अब टर्मिनोलोजिस त फेरि बुझ्नु पर्यो। टर्मिनोलोजिस त 3 सेटको लागि पनि हुन्छ, जसरी 2 सेटको लागि थियो त्यसै गरेर 3 सेटको लागि छ। अब यहाँनिर के गरौँ भन्दाखेरि फर्स्टमा त लाइक अल भन्ने वर्ड आयो। लाइक अल थ्री सब्जेक्ट। अब हामी के कुरा, तीनटा के सेटका कुरा भयो भने, तीनटा ड्रिङ्क्सको कुरा भयो भने लाइक अल थ्री ड्रिङ्क्स, तीनटा सब्जेक्टको कुरा भयो भने पास्ट इन अल थ्री सब्जेक्ट्स हो। यस्तो खालको लाइक अल थ्री भनेको चाहिँ यसलाई हामीले के भनिन्छ? नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भनिन्छ होइन। अनि त्यस पछाडि अर्को सेकेन्ड भनेको डज नट लाइक अल भनेको, अब डज नट लाइक अल भनेको डज नट लाइक एनी भनौँ न, यो तीनटा सेटको कुरा भएको छ। तीनटै सेट कुनै पनि मन पर्दैनन् अरे भनेपछि चाहिँ अब नम्बर अफ यो भनेको चाहिँ के हुन्छ? ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट। यो तीनटै मन पर्दैन भनेपछि कहाँ पर्छ त त भन्दा बाहिर भयो, यो तीनटा भन्दा बाहिर पर्छ। सो त्यही भएर यो कम्प्लिमेन्ट भयो। अब अर्को कुरा यहाँनिर के बुझौँ त भन्दाखेरि यहाँनिर एटलिस्ट वान वर्ड आयो भने, एटलिस्ट वान भन्ने शब्द आयो भने के त? फाइन्ड द नम्बर अफ पिपल हु लाइक एटलिस्ट वान अफ द ड्रिङ्क अमङ द तीनटा ड्रिङ्क मध्येबाट कम्तीमा एउटा ड्रिङ्क खानु पर्यो भने एटलिस्ट वान भनेको केसमा चाहिँ कम्तीमा हामीलाई के चाहिएको? वान चाहिएको नि होइन। अब यस्तो केसमा चाहिँ हामीले निकाल्नु पर्ने के हो त भन्दाखेरि नम्बर अफ ए युनियन बी युनियन सी भनेको कम्तीमा एउटा भनेको चाहिँ यसले दिन्छ नम्बर अफ ए युनियन बी युनियन सी। अब एटलिस्ट 4 भन्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि अब एटलिस्ट 4 हेर्नु है त। अब एटलिस्ट सरी एटलिस्ट 4 है। अब नम्बर 4 मा चाहिँ अब एटलिस्ट 2 भन्यो भने चाहिँ के त? एटलिस्ट 2 भन्यो भने चाहिँ हाम्रो के हो भन्दाखेरि अब यहाँनिर हेर्नु है, एटलिस्ट 2 मा चाहिँ हाम्रो के हुन्छ यहाँनिर भन्ने कुरामा चाहिँ जस्तै कि मानिलिनु अब ए एटलिस्ट 2 भनेको त यो जुन छ नि दुईटा मात्रै भएको। अब दुईटालाई मात्रै हेर्ने के, तीनटा कम्तीमा चाहिँ दुईटा हुनु पर्यो, दुईटा भन्दा तल चाहिँ हुन पाएन, मिनिमम हुनु पर्यो। त्यो भन्दा माथि तीनटा सेट हुन पनि पायो, कम्तीमा चाहिँ दुईटा। अब त्यो भन्दा माथिको हामीलाई कुरा लिमिट दिएको छैन। एटलिस्ट 2 भनेको कम्तीमा दुईटा हुनु पर्यो, त्यो भन्दा माथिको हामीलाई सरोकार छैन। भए पनि ठिक नभए पनि ठिक, तर कम्तीमा दुईटा चाहिँ हुनु पर्यो। भने पछाडि अब कम्तीमा दुईटा भनेपछि त दुईटा सेट भएको एलिमेन्ट त यही नै हो, ए र बी को इन्टरसेक्सन यो हो। अनि फेरि बी र सी को लागि के ए र सी को लागि त फेरि यो हो। अनि बी र सी को लागि हेर्ने हो भने त फेरि बी र सी को लागि त फेरि यो पनि छ। भने पछाडि हेर्नु त यो के भइरहेको छ? कम्तीमा दुईटाको लागि एउटा यो, अर्को यो र अर्को यो, तीनटा हो होइन। यो तीनटा हुँदै गर्दाखेरि के भइरहेछ भन्दा यो ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी जुन छ यो 3 चोटि रिपिट भइरहेछ भन्ने खोजेको। एकचोटि ए इन्टरसेक्सन बी मा पनि परे, यो यसमा पनि परे, यो यसमा पनि परे, यो तीनटैमा परिरह।
भनेपछि एकचोटि चाहिँ पर्न पाउँछ, किनकि कम्तीमा दुईटा भनेपछि यो तीनटा पर्न पायो, एकचोटि पर्न पायो, रिपिट हुन पाएन। तर दुईचोटि जुन रिपिट भएको छ त्यसलाई हामीले के गर्नुपर्छ, घटाउनु पर्ने हुन्छ। सो एटलिस्ट 2 भनेको छ भने चाहिँ हामीले यहाँ के लेख्न पर्यो त भन्दा नम्बर अफ, यो अलि अँध्यारो भयो। अब यहाँनिर मैले के लेख्न पर्यो भन्दाखेरि नम्बर अफ, यहाँ ए इन्टरसेक्सन बी प्लस नम्बर अफ बी इन्टरसेक्सन सी प्लस नम्बर अफ ए इन्टरसेक्सन सी, तर माइनस चाहिँ अब के हुनु पर्यो भन्दा 2 अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी हुनु पर्यो है। दुईचोटि एक्स्ट्रा रिपिट भएको छ, तीनचोटि रिपिट भएको छ, तीनचोटि मध्येबाट एकचोटि भ्यालिड छ, दुईचोटिलाई काट्नु पर्यो। सो यो भयो एटलिस्ट 2। अब 4 मा आउनु, एटलिस्ट 3 भन्यो भने के हुन्छ, एटलिस्ट 3 कम्तीमा 3टा, कम्तीमा 3टा भनेको त अब हामीसँग अधिकतम भएकै नै 3टा सेट हो भनेपछि कम्तीमा नै 3टा भनेपछि त ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी बाहेक अरू अप्सन छैन। सो यसको लागि एटलिस्ट 3 भनेको छ भने के हुन्छ, नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी हुन्छ यसको लागि है। अब अर्को लागि यहाँनिर बुझौँ। अब एटलिस्ट यो भयो, एटलिस्ट 3। अब एटलिस्ट 4 हुँदैन है तीनटा सेटमा फेरि। अब यहाँनिर जाउँ, 5 मा ओन्ली 1 भन्यो। फाइन्ड द नम्बर अफ पिपल हु लाइक ओन्ली 1 ड्रिङ्क अमङ 3। तीनटा ड्रिङ्क्स मध्ये एउटा मात्रै मन पराउने को छ भन्दाखेरि ओन्ली 1। हेर्ने, ओन्ली 1, ओन्ली 1 छ भने यहाँ एउटा मात्रै ड्रिङ्क मन पराउने भनेको एउटा ओन्ली अफ ए छ, अर्को ओन्ली अफ बी पनि हुनसक्छ, ओन्ली अफ सी भनेको एउटा मात्रै ड्रिङ्क पराउनेहरूको सबै सङ्ख्या, यो ए मात्रै मन पराउँछ, यसले सी मात्रै मन पराउँछ, यसले बी मात्रै मन पराउँछ भनेपछि एउटा मात्रै मन पराउनेलाई जोड दियो भने के हुन्छ, एउटा मात्रै मन पराउनेको सङ्ख्या आउँछ। सो यहाँनिर के हुने हो, ओन्ली अफ ए प्लस ओन्ली अफ बी प्लस ओन्ली अफ सी। अनि 6 मा के भन्छ, ओन्ली 2 भन्यो अरे ल, ओन्ली 2, ओन्ली 2 भनेपछि दुईटा मात्रै कि त भने अब दुईटा मात्रै हो, हामी यहाँ हेर्नु पर्यो, ओन्ली अफ ए इन्टरसेक्सन बी, ओन्ली अफ ए इन्टरसेक्सन सी, ओन्ली अफ बी इन्टरसेक्सन सी। दुईटा मात्रै मन पराउनेको सङ्ख्या भनेको यही होइन त, एउटा यो छ, एउटा यो छ, अर्को भनेको यो छ हो, यो ए इन्टरसेक्सन ओन्ली अफ ए दुईटा मात्रै भन्ने नि त, त्यो तीनटा लिन पाइएन, एउटा लिन पाइएन भनेपछि यो र योलाई जोड दिनु पर्यो। एटलिस्ट 2 भनेपछि ओन्ली अफ यो एउटा ए इन्टरसेक्सन बी भयो, प्लस ओन्ली अफ के हुन्छ, ए इन्टरसेक्सन सी हुन्छ, प्लस ओन्ली अफ के हुन्छ त भन्दाखेरि बी इन्टरसेक्सन सी हुन्छ भन्ने कुरो भयो। अब डबलमा के छ भन्दाखेरि ओन्ली 2 भयो। अब यहाँनिर के छ, ओन्ली 3 छ, ओन्ली 3। अब ओन्ली 3 भन्यो भने त है, ओन्ली 2 त भयो, ओन्ली 3 तीनटा मात्रै, तीनटा मात्रै भनेको के छ फेरि पनि, यो सेटै तीनटा छ, तीनटा मात्रै मन पराउने भनेको त फेरि के हो त, ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। यहाँनिर फेरि के पनि लेख्न पाइयो, नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। अब हेर्नु, एटलिस्ट वाला कुरा भयो, ओन्ली वाला कुरा भयो, अब एटमोस्ट वाला कुरा हुन्छ। बढीमा कति त, कम्तीमा भयो, यति मात्रै भन्ने भयो। अब बढीमा कति त है, अब त्यो वाला कुरा छ। 6 7 भयो। अब 8 को कुरा गरौँ। अब 8 एटमोस्ट 1, एटमोस्ट 1 भनेको बढीमा एउटा, ख्याल गर्नु, बढीमा एउटा हुन पायो कि त्यो भन्दा धेरै हुन पाएन। बढीमा एउटा हुनु पर्यो कि त त्यसमा पनि हुनु भएन। हेर्नु, बढीमा एउटा हुनु पर्यो। यहाँ भेन डायग्राम हेर्नु, बढीमा चाहिँ के हुनु पर्यो, एउटा हुनु पर्यो कि त हुनै भएन, कि त्यो तीनटा सेट भन्दा बाहिर, कि नभएकै ठिक, कि बढीमा 1। बढीमा 1 भनेपछि कि त ओन्ली अफ ए मा पर्नु पर्यो, के मतलब कि ओन्ली अफ ए एउटा 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 भनेको अप्सन यही छ, बढीमा 1 भनेको यही हो। र यसमै पनि नपर्यो भने के हुन्छ त, नपर्यो पनि हुन्छ भनेको ए एन्ड बी एन्ड सी कम्प्लिमेन्ट हो कि होइन भनेपछि यसमा हामीले के राख्न पाइयो त भन्दाखेरि एटमोस्ट 1 मा हामीले के राख्न पाइयो, बढीमा एउटा भनेपछि ओन्ली अफ ए प्लस ओन्ली अफ बी प्लस ओन्ली अफ सी प्लस के त भन्दा नम्बर अफ ए। बढीमा एउटा भनेको भनेपछि यो त अब क्लियर भएन। बढीमा एउटा भनेपछि मैले एउटा कुरा एक्सप्लेन गरिराखेको छु यहाँनिर। बढीमा एउटा भनेको एउटा भन्दा धेरै हुन पाउँदैन, एउटा नै लिमिटेसन हो, कि भए नभएकै हुनु पर्यो त्यहाँभित्र, छैन भने कम्प्लिमेन्टमा आयो, छ भने यो आयो। अब आइएक्स को कुरा गरौँ। अब 9 मा अब के छ, एटमोस्ट 1 भयो, एटमोस्ट 2।
एटमोस्ट 2 एटमोस्ट 2 भनेको के हो भन्दा बढीमा दुईटा हुनु पर्यो बढीमा दुईटा एउटा भए पनि ठिक छ तर दुईटा भन्दा बढी हुन पाएन भनेपछि यहाँनिर लिमिटेसन के राखेको छ 2 मा राखेको छ है बढीमा दुईटा तीनटा हुन पाएन भनेको तीनटा बाहेक अरु जति पनि छन् त्यो सबै दुईटा हो के नि यहाँ यसो हेर्नु त बढीमा दुईटा यहाँ सबै तीनटा दुईटा नै छन् एक ठाउँमा मात्र त तीनटा छ नि त भनेपछि यो भेन डायग्रामबाट यो चीजलाई यो तीनटा सर्कलको कुरा गरौँ है बढीमा तीनटा यो सर्कलको कुरा गरौँ यो यो तीनटा सर्कलबाट यो तीनटा ए इन्टरसेक्सन बी इन्टरसेक्सनलाई च्याप्प निकालेर फाल्दियो भने त कुरो मिल्यो नि एउटा भए पनि ठिक छ दुईटा भए पनि ठिक छ दुईटा भन्दा बढीको त त्यहाँ छँदै छैन निकालेर फाल्दिसके मैले भनेपछि अब त्यो युनिभर्सल सेटबाट मैले यसलाई नै निकालेर फाल्दिन्छु भने मेरो के हुँदो रहेछ बढीमा दुईटा वाला एन्सर आउँदो रहेछ यानी कि मेरो के आउँदो रहेछ एटमोस्ट 2 भनेको नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी को कम्प्लिमेन्ट भयो भने हाम्रो एटमोस्ट 2 को वाला पार्ट आयो अब 10 मा अर्को के बुझौँ भन्दा एटमोस्ट 3 भनेको छ एटमोस्ट 3 भनेको के हो बढीमा तीनटा बढीमा तीनटा त्यो भन्दा बढी हुन अब सेटै तीनटा सेट छ त्यो भन्दा माथि जान पाएन भनेपछि बढीमा तीनटा भनेपछि एउटा पनि हुन पायो दुईटा पनि हुन पायो तीनटा पनि हुन पायो भनेपछि हाम्रो सेट कतिवटा हो तीनटा सेट हो एटमोस्ट 3 भनेको चाहिँ के रहेछ नम्बर अफ युनिभर्सल सेट नै रहेछ भनेर बुझ्नु पर्यो के बढीमा तीनटा यानी कि यो भेन डायग्राम हेर्नु त बढीमा तीनटा भनेको यो सेटै तीनटा भन्दा बढी छैन तीनटा एलिमेन्ट भन्दा बढी छैन भनेपछि त बढीमा तीनटा भनेको के हो सबै एलिमेन्ट ली भन्यो सबै एलिमेन्ट ली भनेको मतलब के हो त युनिभर्सल सेट हो सो एटमोस्ट 3 भनेको चाहिँ के रहेछ नम्बर अफ यु रहेछ अब हामी जाउँ क्वेशन तर्फ बल्ल हामी जाँदैछौँ क्वेशन तर्फ हाम्रो फर्स्ट क्वेशन रहेको छ यो अब हाम्रो फर्स्ट क्वेशनमा के दिएको छ सल्युसनको लागि हामी अब यहाँनिर हेरौँ हामीलाई के दिएको छ रे भन्दाखेरि गिभन हेर्नु है त हामीलाई के दिएको छ इन अ सर्वे कन्डक्टेड टु डिटरमाइन क्वेशन देखेको छ होला जस्तो लाग्छ मलाई ओके हामीलाई क्वेशनमा के दिएको छ इन अ सर्वे कन्डक्टेड टु डिटरमाइन सुटेबल एजुकेशनल ट्रिप्स फर स्टुडेन्ट स्टडिङ इन क्लास 10 एट श्री सरस्वती सेकेन्डरी स्कुल इट वाज फाउन्ड दैट 240 स्टुडेन्ट कन्सिडर काठमाडौँ टु बी सुइटेबल भनेपछि अब यहाँनिर कुन कुन सेट युज भइरहेको छ भन्ने कुरामा अब यहाँ हामीलाई यो पनि दिएको छ K, C and D denote the set of students who prefer Kathmandu, Chitwan and Darjeeling respectively भनेपछि मैले अब यहाँ के लेख्न पाएँ त भन्दाखेरि नम्बर अफ के काठमाडौँ मन पराउने कतिजना छन् 240 लेख्न पाउँछु त्यसपछि यो भयो काठमाडौँ अनि 180 स्टुडेन्ट्स आर कन्सिडर्ड चितवन टु बी सुइटेबल हो 180 स्टुडेन्ट कन्सिडर्ड चितवन टु बी सुइटेबल भनेपछि नम्बर अफ C इक्वल्स टु 180 भयो अर्को थर्ड भनेको के छ 270 स्टुडेन्ट्स कन्सिडर्ड दार्जिलिङ टु बी suitable भनेपछि number of student who is considered Darjeeling to be suitable is equals to how much 270 भनेर दिएको छ अनि when 90 यहाँ भनेको छ when 90 students from the class said that all three are suitable destination all three नै suitable छ भनेको अब के हुन्छ K intersection C intersection D भनेको कति रहेछ 90 रहेछ अनि भनेको छ 30 स्टुडेन्ट डिड नट प्रोभाइड एनी अप्सन्स अरे भनेको 30 स्टुडेन्टहरूले तिमीले केही पनि भनेन कि मतलब तिमीलाई मतलबै छैन डरमा उनलाई जेसुकै जहाँ सुके गए पनि ठिकै छ भन्ने खालको 30 स्टुडेन्ट डिड नट प्रोभाइड एनी अप्सन भनेको हाम्रो यहाँनिर के आयो नम्बर अफ के युनियन सी युनियन अब हाम्रो के छ यो डी हैन यो डी इक्वल्स टु कति रहेछ 30 यो कम्प्लिमेन्ट है यो कम्प्लिमेन्टको भ्यालु छ 30 अनि के छ एन्ड नो वान लाइक्स ओन्ली टु प्लेसेस दुईटा मात्रै ठाउँ मन पराउनेको संख्या एउटा पनि छैन 0 छ भनेको दुईटा मात्रै ए ओन्ली टु प्लेसेस भनेको दुईटा मात्र मन पराउने भनेको कस्तो त भन्दा यस्तो रे यसरी बुझौँ न यसलाई दुईटा मात्र मन नपराउने भनेको यस्तो अब ओन्ली कि त काठमाडौँ र दार्जिलिङ ओन्ली काठमाडौँ एन्ड दार्जिलिङ अनि अथवा ओन्ली काठमाडौँ एन्ड के त भन्दाखेरि सीबाट के थियो अरे चितवन हैन अनि अर ओन्ली चितवन एन्ड दार्जिलिङ यस्तो खालको दुईटा मात्रै मन पराउने कोही पनि छैनन् हो अस्कल्टे खालको हुन्छ कोही टाङ अडाउने खालको यस्तो खालका कोही पनि छैनन् भन्न खोजेको अब यहाँनिर हेरौँ अब हामीले यहाँ के अब अब हामीलाई क्वेशनले सोधेको के छ पहिला त्यो कुरामा हेरौँ पहिला त फर्स्टमा त हामीलाई यहाँ क्वेशन ए ले के सोधेको छ
If denote the Chitwan, write the cardinality notation of the set of students for whom all places are suitable. All places भनेको यो A को एन्सर हो. all places को लागि हामीले यहाँ के लेख्न पाइन्छ? A को लागि हामीले के लेख्न पाइन्छ? A को एन्सर यो भयो. अब हामीलाई सोधेको छ B मा चाहिँ illustrate the above information in Venn diagram, represent the above information in के भनेको छ? Venn diagram भनेको छ. क्वेशन देखिएको छ कि छैन? देखिरहेछ नि है. ओके, सो रिप्रेजेन्ट द एबभ इन्फर्मेसन इन भेन डायग्राम भनेपछि अब हामी तीनटा सेटको छ भने अब यसलाई इन भेन डायग्राम कसरी देखाउने होला? इन भेन डायग्राम अब यहाँनिर भेन डायग्राममा ड्र गर्ने यसरी यो तीनटा सेट भयो. अब कम्प्लिमेन्टलाई युनिभर्सल सेटको डब्बा यो भयो हो. पहिला अब के छ अरे हाम्रो चितवन, एउटा चितवन छ, अर्को काठमाडौँ छ, अर्को के छ दार्जिलिङ छ. जहिले पनि फिलअप गर्दाखेरि इन्टरसेक्सनवाला पार्टबाट नै फिलअप गर्ने भनिरहेको छु है मैले. जहिले पनि कहाँबाट फिलअप गर्ने? इन्टरसेक्सनवाला पोर्सनबाट. अब यहाँ इन्टरसेक्सन हामीलाई के दिएको छ यहाँ ख्याल गर्ने. पहिला सबैलाई मन पराउने कति छ? 90 भनेपछि पहिला तीनटैको इन्टरसेक्सनलाई फिलअप गर्ने. फर्स्ट काम त्यो. त्यस पछाडि दुईटाको इन्टरसेक्सन के दिएको छ अब हेर्ने. यो ठाउँहरू मैले के थियो? ओन्लीको ठाउँ भनेको थिएँ नि त. ओन्लीको ठाउँ कति छ यहाँ? सबै 0 छन् भनेपछि यो पनि 0 छ, यो पनि 0 छ, यो पनि के छ? 0 छ हो. अब अर्को के दिएको छ भन्दा कम्प्लिमेन्ट. अब कम्प्लिमेन्ट त बरु यो कम्प्लिमेन्टले खासै के समस्या पार्दैन, जतिखेर भरे पनि हुन्छ कम्प्लिमेन्टलाई. जतिखेर मन लाग्छ त्यतिखेर भर्दै केही समस्या परेन त्यसलाई चाहिँ. अब हेर्नु, अब नम्बर अफ चितवनलाई 180, यो टोटल 90 थियो. यो टोटल 180 थियो. 180 मध्येबाट 90 आइसक्यो, रह्यो कति त भन्दा 90. अब फेरि काठमाडौँलाई हेर. काठमाडौँको चाहिँ 240, 240 बाट यहाँ कति आयो? 90 आइसक्यो भनेपछि यहाँ कति रह्यो? 150 यहाँ बाँकी रह्यो राइट. 150 यहाँ बाँकी रह्यो. अब हेर्नु फेरि अब दार्जिलिङको हेर्ने हो भने 270 छ. दार्जिलिङको हेर्ने भने कति छ? 270. 270 बाट 90 आइसक्यो भनेपछि अब यहाँ 100 कति आयो? 80 आयो हो. ल 180 यहाँनिर आयो. अब भेन डायग्रामको काम हाम्रो यहाँबाट सक्यो. अब सोधेको छ हाउ मेनी स्टुडेन्ट आर स्टडिङ इन अ क्लास 10 इन सरस्वती सेकेन्डरी स्कुल, क्यालकुलेट भनेको छ. अब यो बक्सको सबै भ्यालु जोड्यौँ भने त हाम्रो युनिभर्सल सेटसँग बराबर हुने हो. सो द्याट मिन्स वाट? यसलाई मैले यसो गरेर फ्रम भेन डायग्राम लेखेर अलिकति मिठो भाषामा सी को एन्सर लेख्नका लागि फ्रम भेन डायग्राम लेखेर हेर्नु है त. फ्रम भेन डायग्राम सबैलाई जोड्दिन. यो प्लस यो प्लस यो प्लस यो प्लस यो भनेको 90 आयो. 90 प्लस 90 प्लस 150 प्लस 180 प्लस 30 इक्वल्स टु गर्दा कति आउँछ? 9 2 जा 18 भयो. 180 र 180 तीनटा 180 जोड्दाखेरि 540 भयो. सो हाम्रो एन्सर 540 हो. सो दिस इज वाट वी वान्टेड फर दिस क्वेसन. क्वेसन नम्बर सी मा हामीलाई सोधेको त्यही नै थियो जस्तो मलाई लाग्छ है. युनिभर्सल सेट भनेको 540 सोधेको छ. सो 540 इज आवर एन्सर एन्ड इट इज डन. अब क्वेसन नम्बर डी मा हेर्ने त के भनेको छ? इन अ सर्वे सपोज out of those 30 students who didn't express an opinion, they indicate Chitwan as the best place. अब अघि सुरुमा चाहिँ जुन 30 जनाले कुनै पनि मतलब के हुन्छ जहाँ पनि ठिकै छ भनेका जुन थिए नि, यो 30 जनाले यदि चितवनलाई फेभर गरेको हुन्थे भने के हुन्थ्यो त? युनिभर्सल सेट कति हुन्थ्यो त भनेर सोधेको छ यहाँ गरेको भए. देन व्हाट वुड बी द रेशियो अफ द स्टुडेन्ट who consider only Kathmandu to the student who consider only Chitwan. अब हेर्नु मन के पनि जुन भयो नि ठिक छ भनेका मान्छेहरूले यदि चितवनमा भोट हाल्यो भने त अभियसली चितवन मन पराउने मान्छेको संख्या बढी हुन्छ. अब कतिले बढी हुन्छ त? कतिजनाले गरेका हुन्छ? 30 जनाले गरेका भनेपछि ओन्ली चितवनमा अब के हुने भयो? 90 जना थियो अघि, 90 मा 30 थपिन्छ 120 बन्न जान्छ हैन. अब यसलाई एन्सर लेख्दाखेरि कसरी लेख्ने त भन्दाखेरि इफ अब डी मा लेख्दाखेरि कसरी लेख्ने त? if 30 students considered Chitwan to be the best place, अथवा बेस्ट अथवा सुइटेबल प्लेस जे भने पनि बेस्ट प्लेस, देन अब हाम्रो के हुन्थ्यो? ओन्ली अफ सी मा त चेन्ज आउँछ. ओन्ली अफ सी मा अघि कति थियो? 90 थियो. अब चितवन मन पराउने भनेको कति भयो त?
30 जना चाहिँ थपिने भयो भनेपछि 90 र 30 जोड्दा कति भयो 120 भयो। अब हामीलाई सोधेको छ देन हामीलाई क्वेसनले अब के सोधेको छ त भन्दा ओन्ली काठमाडौँ मन पराउने र ओन्ली चितवन मन पराउनेको रेसियो कति हुन्छ निकाल भनेको छ नि त। अब ओन्ली काठमाडौँ मन पराउने कतिजना छन् यहाँ हेर्नु त। ओन्ली काठमाडौँ मन पराउने भनेको त यहाँ 150 जना छन्। 150 बाई हामीले के गर्नु पर्यो 150 बाई 100 हामीले ओन्ली काठमाडौँ नै भनेको नि है। हु कन्सिडर्ड ओन्ली काठमाडौँ एन्ड ओन्ली चितवन ल ओन्ली काठमाडौँ हामीले भर्खरै ओन्ली काठमाडौँ भनेको कति दिएको थियो 150 दिएको छ ओन्ली काठमाडौँ भनेको ओके। ओन्ली काठमाडौँ भनेको 150 दिएको छ अनि ओन्ली चितवन भनेको 120 दियो। यो 0 र यो 0 काटियो 3 5 जा 15 3 4 जा 12 यानी कि हाम्रो रेसियो कति आयो 5:4 आयो र हाम्रो एन्सर यसको लागि यही नै हो। ठीक छ ओके ल अब हामी जाउँ नेक्स्ट क्वेसन यानी कि क्वेसन नम्बर 2 तर्फ। क्वेसन नम्बर 2 मा हेर्दा हामीलाई के दिएको छ अरे यहाँ भन्दा इन अ सर्वे इट वाज फाउन्ड दैट 60 ड्रिंक टी इन द मर्निङ। कतिजनाको सर्वेको बारेमा कुरा गरेको छैन तर 60 जनाले चिया खान्छन् भन्ने कुरो यहाँ गर्यो हैन। सो अब गिभनमा लेखौं गिभन on number of people who drink tea is equals to कति दिएको छ भन्दा 60 दिएको छ। लेखेको देखे छ कि छैन भन्ने कुरा भयो देखिया छ। सो नम्बर अफ टी इक्वल्स टु 60 अनि 45 ड्रिंक कफी अलिकति त ठुलो बनाइदियो भने सजिलो हुन्थ्यो कि भन्ने कुरो मलाई फिल भयो। र नम्बर अफ हु लाइक के त भन्दा कफी इज इक्वल्स टु कति दिएको छ 45 दिएको छ। अनि 40 ड्रिंक मिल्क भनेपछि नम्बर अफ हु लाइक मिल्क इक्वल्स टु कति दिएको छ भन्दा 40 यहाँनिर दिएको छ यो 45 भयो। 13 ड्रिंक कफी एन्ड मिल्क गरे कफी र मिल्क खानेको संख्या पनि छ सी इन्टरसेक्सन मिल्क दुईटै खाने भनेपछि कतिजना छन् 13 जना यहाँनिर छन् है 13 जना भयो। अनि 25 जनाले कफी र चिया दुईटै खान्छन् अरे भनेपछि कफी सी इन्टरसेक्सन टी इज इक्वल्स टु फेरि कतिजना छन् यिनीहरू भनेको 13 जना छन् है यो 13 जना सरी 25 जना यो चाहिँ कतिजना छन् भन्दा 25 जना छन्। सो यहाँनिर 25 भयो। अब रह्यो कति जता 20 जनाले फेरि के खान्छन् 20 ड्रिंक के भनेको छ टी एन्ड मिल्क भनेको छ 20 ड्रिंक के टी एन्ड मिल्क भनेपछि नम्बर अफ पिपल हु लाइक टी इन्टरसेक्सन मिल्क इज इक्वल्स टु 20 जनाले फेरि दुईटै खाँदा रहेछन्। अनि भनेको छ एन्ड 10 ड्रिंक अल 3 10 ड्रिंक अल 3 यानी कि चिया कफी मिल्क तिनले सबै खान्छन् भनेपछि नम्बर अफ टी इन्टरसेक्सन एम इन्टरसेक्सन सी इज इक्वल्स टु कति रहेछ 10 रहेछ। अब सोधेको छ इफ 5 डिड नट ड्रिंक एनी अफ दिस 3 भनेको तीनटामा यो कुनै पनि खाँदैनन् भनेको कम्प्लिमेन्टको कुरा गरेको हो कि होइन हामीलाई दिएको यहाँ हामीलाई के दिएको अरे नम्बर अफ यो केसमा हामीलाई दिएको टी युनियन एम युनियन सी को कम्प्लिमेन्ट गिभन हो त्यो भनेको कति हो त भन्दा 5। अब हामीलाई एमा के दिएको छ राइट द नम्बर अफ पिपल हु ड्रिंक अल 3 इन द सेट नोटेसन भनेको छ तीनटै खानेलाई सेट नोटेसनमा लेख्ने हो भने हाम्रो एन्सर ए भनेको यो हो दैट इज इक्वल्स टु 10। अब हामी जाउँ बी को सल्युसन तर्फ। बी को सल्युसन हाम्रो के दिएको छ हेरौँ त हाउ मेनी पिपल ड्रिंक एटलिस्ट वान ड्रिंक भनेको हामीलाई नम्बर अफ ए युनियन बी युनियन के निकाल्न छ ए युनियन बी युनियन सी निकाल्न छ। अब ए युनियन बी युनियन सी निकाल्नको लागि हामीसँग फर्मुला के छ भन्दा भेन डायग्राममा राखेर निकाले पनि हुन्छ अर डाइरेक्ट फर्मुला युज गरेर निकाले पनि हुन्छ चोइस हजुरको हो है। यहाँनिर हामीलाई भेन डायग्राममा रिप्रेजेन्ट गर भनेर भनेको छैन नभने तापनि सेटको क्वेसनमा भेन डायग्राममा रिप्रेजेन्ट गरिदिनु होला। सो मैले डाइरेक्ट इन भेन डायग्राम नै म निकालिदिन्छु है त इन भेन डायग्रामबाट सजिलो हुन्छ हुन त फर्मुलाबाट गरे पनि हुन्छ केही प्रब्लम छैन। इन भेन डायग्राम यो युनिभर्सल सेट यो एउटा यो दुईटा यो तीनटा यो के को टी कफी र मिल्कको कुरा भएको छ। टी तीनटै खाने भनेको यहाँ कति हुने भयो 10 जना आउने भयो। अनि अर्को अब यहाँ एउटा तीनटा वाला भरियो अब दुईटा वाला भर्ने। अब फर्स्टमा चिया र मिल्क खाने अब हेर्नु यसरी कफी र मिल्क खाने सी फर चिया भन्ने सी फर कफी र मिल्क खाने 13 जना है कफी र मिल्क खाने 13 जना हो। 13 जना मध्येबाट हेर्दा यो इन्टरसेक्सन भनेको यो हो नि हैन इन्टरसेक्सन भनेको त कफी र मिल्कको इन्टरसेक्सन त यो पनि छ नि त हो यसमा त के 10 त अलरेडी आइसक्यो भनेपछि टोटल त हामीलाई 13 दिएको थियो 13 बाट 10 आइसक्यो भनेपछि यहाँ रह्यो कति 3। अब चिया र हेरे त्रिका सी फर चिया मात्रै आहा दिमागमा कफी र टी
सी इन्टरसेक्सन टी लाई हेर्ने यहाँ 25 छ सी इन्टरसेक्सन टी कति छ 25 भनेको यो 25 हुनुपर्ने 25 बाट 10 आइसक्यो भनेपछि रह्यो कति र यहाँ भन्दा 15 यहाँ बाँकी रह्यो अब टी र मिल्कको बारेमा हेरौँ टी र मिल्कमा थियो टोटल 20 यानी कि टी र मिल्कको हेर्नु छ भने यो वाला हो टी र मिल्क भनेको 20 मध्येबाट के आयो त भन्दाखेरि 10 आइसक्यो भनेपछि रह्यो कति त भन्दा 10 अब फेरि अब हेर्नु तीनटा हाले दुईटा हाले अब एउटा वाला टी कतिवटा 60 60 बाट यो टी भनेको त यो सर्कल हो नि त फेरि टी भनेको त यो सर्कल हो टोटल सर्कल भित्र 10 10 20 10 के अरे 15 गर्दाखेरि कति भयो 35 आइसक्यो 60 बाट 35 आइसक्यो भनेपछि 25 त्यहाँ बाँकी छ ठीक अब कफीमा हेर्ने कफी भनेको 45 छ कफी भनेको यो हो सर्कल हैन कफी भनेको त यो हो अब 45 बाट कति आइसक्यो भन्दाखेरि 45 माइनस 15 गर्दाखेरि 30 30 माइनस 20 गर्दा 30 माइनस 10 गर्दा 20 माइनस 30 गर्दा 17 आयो यहाँ कति आयो 17 आयो अब हेर्नु यहाँबाट अब के छ नम्बर अफ मिल्क भनेको 40 मिल्कको डायग्राम हेर्नु हो भने यो छ मिल्कको डायग्राम भनेको यो छ अब यो सर्कलमा कतिजना हो 40 जना 40 जनाबाट यो 10 10 आइसक्यो 20 घट्यो भनेपछि रह्यो कति 20 20 मा फेरि यो 3 घट्यो रह्यो कति भन्दा 17 भनेको यो पनि कति भयो त भन्दा 17 भयो ल अब कम्प्लिमेन्ट भ्यालु कति छ 5 5 भनेको यहाँ छ अब हामीलाई सोधेको के छ भन्दाखेरि हाउ मेनी पिपल ड्रिंक एटलिस्ट वन भनेको नम्बर अफ ए युनियन बी युनियन सी फाइनली नम्बर अफ के त टी युनियन सी युनियन एम इज इक्वल्स टू सबै भ्यालु जोड दिने 25 प्लस 15 प्लस 10 प्लस 10 प्लस 17 प्लस 3 प्लस 17 जोड दिने क्या अब यो 25 भयो 25 प्लस 10 10 20 20 र यो 15 जोड्दाखेरि कति भयो 35 भयो अनि यो 35 भयो सिधै अनि यो कति छ 17 र 3 जोड्दा 20 20 र 17 जोड्दा कति भयो 37 37 भयो यो टोटल जोड्दाखेरि कति भयो भन्दाखेरि 30 30 30 60 60 70 80 90 97 आयो यो कति आयो 97 आयो सो टी युनियन सी युनियन एम भनेको 97 आयो भन्ने कुरा थाहा भयो हाम्रो एन्सर यो मिल्यो अब सोधौँ हाउ मेनी पिपल वेयर सर्वेड अब सर्वेमा कतिजना मान्छेलाई लिएको थियो त कतिजना मान्छेको सर्वे गरेको थियो त भन्दाखेरि यो त 3टा प्लस यो 5 जोड दिने भने त हाम्रो युनियन त आइहाल्यो किनकि ए युनियन बी प्लस ए युनियन बी कम्प्लिमेन्ट भनेको के हो त हाम्रो युनिभर्सल सेट हो सो यसलाई हामीले के लेख्न पाइन्छ डी मा फर एन्सर नम्बर डी नम्बर अफ युनिभर्सल सेट इक्वल्स टु नम्बर अफ के त भन्दा टी युनियन सी युनियन एम प्लस नम्बर अफ टी युनियन सी युनियन एम को कम्प्लिमेन्ट यानी कि 97 प्लस 5 गर्ने हो भने 102 आउँछ जुन त्यो हाम्रो के को एन्सर हो त भन्दाखेरि डी को एन्सर हो अब हामीलाई ई सम्म सोधेर क्वेशन छैन ए सी को एन्सर यो है सरी ए बी अनि यो सी ए बी यो सी अब डी मा के सोधेको छ बाई हाउ मच इज द नम्बर अफ पिपल हु ड्रिंक ओन्ली वान ड्रिंक एउटा ड्रिंक मात्रै खाने व्यक्तिहरू दुईटा मात्रै खाने व्यक्ति भन्दा कति धेरै वा थोरै छन् पहिला अब एउटा मात्रै खाने कतिजना छन् निकाल्न पर्यो अनि दुईटा मात्रै खाने कतिजना छन् त्यो निकाल्न पर्यो अनि बल्ल कम्पेरिजन गर्नको लागि दुईटा आइटम भयो भने त कम्पेयर गर्न मिल्छ दुईटा आइटम छँदै छैन त्यसै कम्पेयर गर्न मिलेन भनेपछि अब हामीले के गर्नु पर्यो भन्दा दुईटा मात्रै खाने र एउटा मात्रै खाने निकाल्न पर्यो अब ओन्ली वान खाने अनि ओन्ली वान खाने इक्वल्स टु 25 प्लस 17 प्लस 17 गर्नु पर्यो ओन्ली टी ओन्ली सी प्लस ओन्ली सी हो भनेको 25 प्लस 17 प्लस 17 गर्नु पर्यो 17 टु द 34 34 प्लस 25 गर्दाखेरि कति आयो 59 आयो अब के भनेको छ ओन्ली 2 ड्रिंक्स भनेको छ ओन्ली वान त निकाले ओन्ली 2 अब ओन्ली 2 निकाल ओन्ली 2 भनेको कुन कुन हो त ओन्ली 2 भनेको यो 15 प्लस 10 प्लस यो 3 ओन्ली 2 भनेको यो 10 र 15 जोड्दाखेरि कति भयो हाम्रो 10 र 15 25 25 र 3 गर्दाखेरि 28 भयो 28 भयो अब लेख्दाखेरि त यसरी लेखेर गरौँ न हैन जोडेको देखाउँ न यहाँनिर ल के आएको थियो रे मैले के जोडेको 15 जोडेको एउटा अनि 10 15 10 र 3
15 10 र 3 जोडेको यानी कि 15 10 25 3 28 आयो। अब 59 माइनस डिफरेन्स त निकाल्न पर्यो। अब कुन धेरै रहेछ भन्दा एउटा मात्रै खाने धेरै रहेछन्। डिफरेन्स भनेको कति आयो त भन्दा 59 माइनस 28 गर्नु पर्यो। 59 माइनस 9 माइनस 8 1 5 माइनस 2 3 भनेपछि हाम्रो यसको एन्सर कति रहेछ त भन्दा 31 जना धेरै रहेछन्। के को बा ओन्ली 31 जना के रहेछन् धेरै रहेछन् भन्ने कुरा हामीले यहाँ बुझ्न सकिन्छ। ओके, अब हामी जाउँ नेक्स्ट क्वेसन तर्फ। क्वेसन नम्बर 3 छ। क्वेसन नम्बर 3 रुगा लागिरह, रुगा लागेको बेला पनि म पढाउन आइरह र पनि तिमीले पढेन भने मैले जाने। अब यहाँनिर के दिएको छ, अ सर्वे क्वेसन नम्बर 3 मा अ सर्वे अफ अ ग्रुप अफ पिपल शोड दैट। कतिजनाको सर्वे हो भन्ने कुरा हामीलाई यहाँ फेरि पनि भनेको छैन है। कतिजनाको सर्वे गरे हो केही अत्तो पत्तो हामीलाई छैन। तर के भन्यो भन्दा सर्वे चाहिँ लियो जसमध्येबाट के छ 90 जनाले चाहिँ लस्सी खाँदो रहेछन् भन्ने कुरा चाहिँ हामीलाई थाहा भयो। भनेको नम्बर अफ पिपल हु लाइक लस्सी इज इक्वल्स टु कति दिएको छ 90 दिएको छ। रुगा लागेको बेलामा लस्सी भन्छ। भनेपछि नम्बर अफ जुस भनेको कति छ भन्दाखेरि 80 यो यहाँ भयो। अनि 120 जनाले के खान्छन् भन्दाखेरि कर्ड खान्छन् यानी कि दही खान्छन्। अब नम्बर अफ सी इक्वल्स टु कति दिएको छ 120 दिएको छ। अनि 20 लाइक जुस एज वेल एज लस्सी भनेको चाहिँ जुस र लस्सी दुवै खाने। जुस र लस्सी, जुस इन्टरसेक्सन लस्सी इक्वल्स टु कति दिएको छ हामीलाई 20 दिएको छ। क्वेसन गाह्रो छैन। क्वेसन बुझ्नु पर्यो, टर्मिनोलोजी थाहा हुनु पर्यो। जब टर्मिनोलोजी थाहा छ भने यस्ता सबै झारपात हुन् है। मेन कुरा के थाहा हुनु पर्यो, टर्मिनोलोजिज भनेको के हो भन्दा क्वेसनले के भनेको छ त्यो अनुसार के कुरा गर्ने हो त मैले अगाडि भनिदिएँ कि भन्दिनँ। भनिदिइसके पछाडि अब बुझ्नु पर्यो। सो जुस र लस्सी खाने कतिजना छन् 20। अनि 50 ले के छ लस्सी र दही दुईटै खाँदो रहेछन् भनेपछि नम्बर अफ पिपल हु लाइक लस्सी इन्टरसेक्सन कर्ड इक्वल्स टु कति दिएको छ भन्दाखेरि यहाँ 50 दिएको छ कि छैन 50 यहाँ दियो है। ल अब यहाँ 50 दिएको हो भने अब हामीले यहाँ के भन्न पाइन्छ भन्दा 40 जनाले फेरि के खान् जुस एज वेल एज कर्ड अरे। जुस एज वेल एज कर्ड कस्तो खालको मान्छे रहेछ हो। जुस पनि खाछ कर्ड पनि खाछ भनेपछि गरे 40 अन्त खाना पाए त हामी पनि खान्थ्यौँ होला होइन। देशसम्म त नेपालीको बानी फ्रीमा दिए त जे नि खान्छ भन्छन्। अब कर्ड एन्ड 10 लाइक अल 3 सबै खाने भनेको कति छ टी इन्टरसेक्सन सी इन्टरसेक्सन के त भन्दाखेरि जुस खाने कतिजना छन् सबैजना टोटल सबै खाने भनेको 10 जना छन् हो। अब हामीलाई सोधेको छ इफ एलजे हामी बाटोमा हामीले अलरेडी एलजेसी गरिसक्यौँ होइन छ भने राइट द भ्यालु अफ तिनटै खाने भनेको छ। राइट द भ्यालु अफ तिनटै खाने के भ्यालु अफ तिनटै खाने भनेको कति हो त 10 हो। यहाँ 20 दिएको छ। यसलाई हामीले कन्फिडेन्टका साथ यसरी काटेर यहाँ के लेख्न सकिन्छ 10 लेख्न सकिन्छ है। अब हेर्ने क्वेसन नम्बर बी मा हामीलाई के सोधेको छ हाउ मेनी वेयर आस्क्ड दिस क्वेसन सल्भ बाइ ड्रइङ अ भेन डायग्राम भनेको छ। अब भेन डायग्राम ड्र गरेर के गर्नु पर्यो एन्सर निकाल्नु पर्यो भन्ने कुरो हो यो। हाय यो भेन डायग्राम पनि कतिचोटि बनाउनु पर्दो रहेछ। मैले चाहिँ जतिचोटि मैले भेन डायग्राम बनाएको नि बाइ गड मैले त्यतिचोटि त सिग्नेचर पनि गरेको छैन होला क्या आफ्नो जिन्दगीमा। त्यतिचोटि त मैले यो भेन डायग्राम मात्रै बनाएको छु। कहिलेकाहीँ त जिन्दगी यस्तो होस् अटोग्राफ चित्रभन्दा बढी अटोग्राफमा जाओस् चेक साइन गर्न पाइयोस् छैन। इफ म्याथमा ठुल्ठुला हिसाब पढाएको छ आफ्नो ब्याङ्क अकाउन्ट रित्तै के मजा आउँछ। अब यही कम्पाउन्ड इन्ट्रेस्टमा पढाउँदाखेरि यति पैसा बढेर यति भयो अरे उसले कति ब्याज पाउँछ भन्दाखेरि यति ब्याज पाउँछ। अब आफ्नो मन चिसो भइरहेको छ ए फलानाले यति ब्याज पाएछ। त्यो इमेजिनेरी मान्छे हो नि जो भए पनि र पनि अब यहाँ हेरौँ के छ भन्दा के छ एलजे र सी। एल भनेको यो छ जे भनेको यो भयो र यो भनेको सी भनेको के थियो यहाँनिर चिया के थियो ए कर्ड। सी भनेको के थियो कर्ड छ। अब इन्टरसेक्सन तिनटै मन पराउनेको छ 10 भनेपछि यहाँ 10 राख्नु पर्यो पहिला त। अनि दुईटा दुईटा भर्दै जानु पर्यो। अब दुईटा जे र एललाई हेरौँ पहिला। जे र एल भनेको जुस र लस्सीको भनेको त हाम्रो यो हो नि होइन जुस र लस्सीको त त्यसमध्येबाट हाम्रो कति थियो जुस र लस्सीको 20 मध्येबाट 10 आइसक्यो बाँकी कति रह्यो यहाँ 10 आयो ठिक। अब फेरि हेर्ने जुस र अब अर्को के हेरौँ भन्दा जुस र
कर्डलाई हेर्ने जुस र कर्डमा हाम्रो कति छ 40 जुस र कर्ड भनेको हाम्रो कुन हो त भन्दाखेरि यो हो कि हैन जुस र कर्ड भनेको त यो हो नि त अब यसमा 40 मध्येबाट 10 आइसक्यो रह्यो कति भन्दा यहाँ 30 आयो त्यसै गरेर अब फेरि लस्सी र कर्डलाई हेर्ने लस्सी र कर्ड भनेको 50 यानि कि लस्सी र कर्डको एरिया भनेको त यो हो नि त लस्सी र कर्डको एरिया त यो हो यसमध्येबाट 50 हो यो 50 मध्येबाट 10 आइसक्यो रह्यो भनेपछि कति 40 यहाँ आयो अब एउटा एउटा भनौँ लस्सी टोटल लस्सीमा कतिजना खान् 90 जना भनेको 40 50 60 आइसके रह्यो कतिजना भन्दा 30 जना अब जुसमा हेर्ने जुसमा पनि कति छ 80 जना हो 80 जना मध्येबाट 30 40 50 भइसक्यो रह्यो कतिजना भन्दा 30 जना यहाँ फेरि आयो अब कर्डमा हेर्ने कर्ड भनेको कति छ 120 120 भनेको 40 र 30 70 70 र 10 कति भयो 80 80 र त्यहाँ कति बजेपछि 120 भने यहाँ 40 आयो यहाँ 40 यो रह्यो है त अब कम्प्लिमेन्टको बारेमा यहाँनिर के कुरा गरेको छ त कम्प्लिमेन्टको बारेमा हामीलाई यहाँ के कुरा गरेकै छैन भने चाहिँ दिएकै छैन कम्प्लिमेन्ट गरेकै छैन यहाँ क्वेसनमा कतै सोधेको पनि छैन सोधेको छैन भनेपछि त्यो क्वेसनमा छैन नै भन्न खोजेको है क्वेसनमा पनि फेरि सिधै एक्स लेखिहाल्नु होला एक्स लेखिहाल्न चाहिँ नजाउँ पहिला क्वेसनमा कतै सोधेको रहेछ जस्तो छ भने चाहिँ एक्स लेखेर निकाल्नु पर्यो छैन भने दिएको नदिएको पनि त हुन सक्छ नि त होइन हो त्यो यति मिठो मिठो खानेकुरा छन् अब कुनै पनि खान्न भन्ने खालको मान्छे त सायदै कोही भेटिएला अब जुस खान दिइरह दही खान दिइरह भएन भने लस्सी खान दिइरह क्वेसन पनि सोचेर बनाएको हुन्छ कि कुनै पनि नखाने होइन किन खान्छन् मान्छे नेपाली हो भाइ सब खान्छन् झ्याप झ्याप पाएसम्म झ्याप झ्याप हो अब अब हामीलाई के निकाल्नु भेन्डाग्रामबाट युनिभर्सल सेट निकाल्नु पर्यो होइन अब युनिभर्सल सेट निकाल्नको लागि युनिभर्सल सेट नाउ फर द युनिभर्सल सेट के छ जोड दिने सबै 30 10 40 40 50 50 र 40 कति भयो यो 90 90 र यो 30 120 120 र 30 150 150 र 40 190 एन्सर आयो लेख्दिउँ टोटल इक्वल टु 190 कसरी आयो थाहा पाउनु भने होइन सबै जोडेर आएको भनेर लेख्नु पर्यो है ल अब हामी जाउँ नेक्स्ट क्वेसन त को भनेछ वाट इज द भ्यालु अफ ओन्ली सी ओन्ली कर्ड कर्ड मात्र खानेको संख्या कति छ भनेको ओन्ली सी भनेको यहाँ कति छ 40 भनेपछि 40 हाम्रो एन्सर सी को एन्सर कति लेख्न पाइयो डाइरेक्ट ओन्ली सी भनेको छ भने डाइरेक्ट इक्वल्स टु यसलाई 40 लेख्न पाइन्छ यसमा मलाई कसैले रोक्न सक्दैन अब हेर्ने इफ देयर वर 10 people who did not like any of the three अब आयो यदि नेपाली भए पनि त्यही भएर इफ भने आयो के हो देयर आर भन्दैन इफ नखाने हुन्थ्यो भने कुरा गरे इफ देयर वर 10 people who did not like any of the three then what would be the percentage of people who liked only one solvent भनेको छ यदि झुकेर मानौ कोही पनि यो तीनटै नखाने मूर्ख प्राणी 10 जना हुन्थ्यो भने भनेको यदि यो ठाउँमा कम्प्लिमेन्टको ठाउँमा 10 जना मात्र हुन्थ्यो भने हाम्रो युनिभर्सल सेटको संख्या 200 हुन्छ किनकि यो त नम्बर अफ यु हो नि त 190 जना त युनिभर्सल सेट हो यदि 10 जना यहाँ आउँथ्यो भने युनिभर्सल सेट हाम्रो चेन्ज हुन्थ्यो अब यहाँनिर डी मा लेख्दाखेरि कसरी लेख्ने भन्दा इफ मैले भने इफ लेख्छु है इफ देयर ह्यापन टु बी if there happen to be 10 people who don't like any of these three drinks who don't like any of these three drinks don't like any of these three drink then युनिभर्सल सेट चेन्ज हुन्थ्यो त्यो भनेको 190 प्लस 10 हुन्थ्यो यानी कि 200 हुन्थ्यो यो भित्रको सेटमा के पनि चेन्जेस आउँदैन छ यहाँ 10 आएर युनिभर्सल सेट हाम्रो चेन्ज भएर नम्बर अफ यु आउँछ अब हजुरले यो घरि पहेँलो घरि यो रातो घरि यो कुन कलर आइरहेको छ फद्र आफै आइरहेको मलाई पनि थाहा छैन कसरी आइरहेको हातले छुँदा अर्कै आउँछ यसले छुँदा अर्कै आउँछ अनि घरि यताबाट छुँदा कालो आउँछ अझ फेरि अर्कै आयो घरि आफै आउँछ यो मेरो यसमा केही चलखेल छैन है अब हेर्नु अब वाट बी द पर्सेन्टेज हु लाइक ओन्ली वान खाने कति छन् त ओन्ली वानको पर्सेन्टेज निकाल्न पर्यो अब ओन्ली वान एउटा मात्रै खानेको संख्या कति छ भन्दा
30 30 60 60 र 40 100 भनेको ओन्ली वान भनेको 30 प्लस 40 प्लस 30 यानी कि यो भनेको कति आयो 100। अब पर्सेन्टेज निकाल्न पर्यो इन पर्सेन्टेज निकाल्ने हो भने अब यहाँनिर के गर्नु पर्यो भन्दा ओन्ली वान पर्सेन्टेज कम्पेयर गर्दाखेरि टोटल युनिभर्सल सेटसँग गरिन्छ नम्बर अफ यु इन्टु कति पर्सेन्ट भन्दा 100%। अब यहाँनिर कति आयो ओन्ली वान भनेपछि हाम्रो कति छ 100 छ। अहिलेको केसमा 10 जना थपिने बित्तिकै युनिभर्सल सेट हाम्रो चेन्ज भएर 200 भएको थियो। सो 200 भयो यहाँ इन्टु यहाँ के छ त भन्दा 100% छ। यो दुईटा जिरो काट्यो 250 जा 10 भनेपछि 50% हाम्रो एन्सर आयो। सो दिस इज व्हाट वी निडेड फर दिस क्वेसन। सो हाम्रो 50 यहाँ देख्न सक्नुहुन्छ 50 हाम्रो एन्सर ठिक छ। र हामी क्वेसन नम्बर नेक्स्ट क्वेसन यानी कि क्वेसन नम्बर कति हो 4 क्वेसन नम्बर 4 तर्फ फेरि हेर्ने यहाँ अफ द टोटल स्टुडेन्ट्स इन एन एक्जामिनेसन यहाँ पर्सेन्टेजको कुरा गरिरहेछ भनेपछि अब हाम्रो युनिभर्सल सेट के हुने भयो त 100% हुने भयो भनेर बुझ्नु पर्यो। पर्सेन्टेजको कुरा दिइरहेछ पर्सेन्टेजमा हजुरलाई गिभन दिइरहेछ भने नम्बर अफ यु के हुन्छ 100% हुन्छ। अब एक्जाममा के छ भन्दा टोटल एक्जामको पर्सेन्टेज 100% भयो। 40% ले चाहिँ ए प्लस ल्याएछन् म्याथमा मूर्खहरू कस्ता नजान्ने रहेछन् गुवाचे रहेछ नि क्या हो। 40 जनाले जम्मा 40% छ 45% साइन्समा यो त फेयर भएर नि त बरु यो दुईटाले चेन्ज गर्यो 45 यता 40 यता 55 होइन 55 लाई यता ल्याउनु पर्छ 55 लाई यता अनि अरूलाई बाँड्दिनु पर्छ। अब यहाँ दिएकै छ। अब नम्बर अफ म्याथमा ए प्लस ल्याउने जम्मा 45% अनि साइन्समा कति छ साइन्समा ल्याउने कतिजना म्याथमा अलिकति त पक्षपात त गरिहाल्दो रहेछु म्याथ आउने बित्तिकै 40 त हानिहाल्दो रहेछु। अब यो 40% भयो अनि साइन्समा कति छ 45% भनेको पो त त्यस्तो हेरबदल त म किन गर्थेँ र 55% इन नेपाली भनेको अब नेपालीमा कति दिएको छ भन्दाखेरि अब अर्को वर्ष क्वेसन गाउँदाखेरि म 100 मा यहाँ फुल युनिभर्सल सेट 100 छ भने 99% मा म्याथमा राख्दिन्छु। नम्बर अफ एन भनेको छ नेपालीमा 55% छ भनेपछि अब 10% सेक्युर्ड ए प्लस ग्रेड इन म्याथ्स एन्ड साइन्स भनेको म्याथ र साइन्समा नम्बर अफ एम इन्टरसेक्सन साइन्समा चाहिँ कति पर्सेन्ट दुईटैमा ए प्लस ल्याउने चाहिँ कतिजना छन् 10% छ। अनि साइन्स र नेपालीमा ए प्लस ल्याउने नम्बर अफ साइन्स र नेपालीमा ल्याउने चाहिँ 20% छन् हैन। अनि 15% चाहिँ नेपाली र म्याथमा चाहिँ कति छन् 15% छन्। नेपाली इन्टरसेक्सन म्याथमा चाहिँ कतिजना छन् अरे भन्दा कति पर्सेन्ट छन् अरे भन्दा 15% छन् अरे। अब यहाँ छ इफ एभ्री स्टुडेन्ट अब्टेन्ड ए प्लस इन एटलिस्ट वान सब्जेक्ट भनेपछि यदि जतिजनाको सर्वे गरेको त्यो सर्वे गरेकाहरू मध्येबाट यदि प्रत्येकले नै एटलिस्ट कम्तीमा पनि एउटा सब्जेक्टमा ए प्लस ल्याएका छन् भनेपछि अब जतिजनाले लेखेको प्रत्येकले यस्तो केसमा यदि एभ्री स्टुडेन्ट यस्तो खालको केस लिइरहेको छ भने के कुरा ख्याल गर्नुपर्छ भन्दा यस्तो केसमा चाहिँ नम्बर अफ युनिभर्सल सेट र यो केसमा नम्बर अफ के त भन्दा साइन्स युनियन म्याथ युनियन सी यो केसमा दुईटा बराबर हुन पुग्छ यानी कि यसको भ्यालु पनि कति बन्न पुग्छ अहिलेको लागि 100% हुन पुग्छ। अब यहाँ हेरौँ write the set notation for the cardinality of the set of students who secured A plus in maths or science or नेपाली। यो भनेको के हो त भन्दा नम्बर अफ म्याथ युनियन साइन्स युनियन नेपाली निकाल भने हो जुन कि मैले भर्खरै निकाले त्यो हाम्रो ए को एन्सर हो। अब हामी जाउँ बी को क्वेसन तर्फ। बी मा हामीलाई के सोधेको छ त फाइन्ड द पर्सेन्टेज अफ स्टुडेन्ट्स हु सेक्युर्ड ए प्लस इन अल 3 सब्जेक्ट। अल 3 सब्जेक्ट भने के हो त भन्दा नम्बर अफ अल 3 सब्जेक्ट भनेको नम्बर अफ एस इन्टरसेक्सन एम इन्टरसेक्सन नेपाली यो निकाल भनेको छ। अब यसको लागि हामीले गराउनु पर्यो के त भन्दाखेरि भेन डायग्राम गराउनु पर्यो हो। इलस्ट्रेट त यहाँ भेन डायग्राम पछि बनाए पनि हुन्छ अहिले सिधै एन्सर निकाले पनि हुन्छ। फाइन्ड द पर्सेन्टेज अफ स्टुडेन्ट हु सेक्युर्ड ए प्लस ग्रेड इन अल 3 सब्जेक्ट। अब फर्मुलाको थ्रुबाट गए पनि हुन्छ है।
किनकि हामीलाई यो दिएको छैन इन्टरसेक्सन दिएको भए पो भेन डायग्राम गर्न सजिलो हुन्छ सुरुमा इन्टरसेक्सनलाई प्लट गर्ने अनि बल्ल गर्ने अब हामीलाई इन्टरसेक्सनै दिएको छैन भने ननिकाल्न भेन डायग्रामबाट निकाल्न नमिल्ने होइन मिल्छ अलिकति झ्याउ हुन्छ त्यही भएर इन्टरसेक्सन सोधेको बेलामा हामी फर्मुलातिरबाट जाँदाखेरि सजिलो हुन्छ अब फर्मुला कुन फर्मुला जाने त भन्दा इज इक्वल्स टु वाट त लेखौँ पहिला नाउ A युनियन B युनियन C को फर्मुलाबाट जाने नम्बर अफ S युनियन M युनियन C को फर्मुला अघि मैले सुरुमा लेखेको फर्मुला के थियो नम्बर अफ S प्लस नम्बर अफ M प्लस नम्बर अफ C माइनस नम्बर अफ S इन्टरसेक्सन M माइनस नम्बर अफ M इन्टरसेक्सन S माइनस अब माइनस अब यहाँ हुन्छ अब माइनस नम्बर अफ के भयो SN अब M इन्टरसेक्सन N आउनु पर्ने हो नेपालीको हो कि M इन्टरसेक्सन N आउनु पर्ने हो S इन्टरसेक्सन M आयो S इन्टरसेक्सन N आउने सरी यो अब माइनस नम्बर अफ S इन्टरसेक्सन नेपाली माइनस अनि प्लस लास्टमा के थियो त भन्दा A इन्टरसेक्सन B इन्टरसेक्सन C को कम्प्लिमेन्ट नम्बर अफ S इन्टरसेक्सन M इन्टरसेक्सन नेपालीको यो वाला भयो अब सबको भ्यालु हालेर जाने सबको भ्यालु हाल्दाखेरि S युनियन M को यसको भ्यालु कति हुन्छ और यसको भ्यालु मलाई दिएको छ कति 100 नम्बर अफ S मलाई कति दिएको छ नम्बर अफ S यहाँ हेर्ने अब 45 प्लस अब के दिएको छ नम्बर अफ M को भ्यालु कति दिएको छ 40 प्लस 55 माइनस अब यो 10 20 र 15 हैन त माइनस 10 माइनस 20 माइनस 15 प्लस यो त मलाई निकाल्न छ भनेपछि नम्बर अफ के छ S इन्टरसेक्सन M इन्टरसेक्सन N भयो अब यो सब दायाँ बायाँ गरेर हेरबदल गरेर हजुरले एन्सर निकाल्नु भयो भने चाहिँ S इन्टरसेक्सन M इन्टरसेक्सन N भनेको भ्यालु चाहिँ हजुरको कति पर्सेन्ट आउँछ भन्दा 5% आउँछ मैले यहाँबाट हेरेर चोर बुद्धि लाएको भन्छ है सो गर्न एन्सर त्यसरी आउँछ है 5% अब हामी जाउँ सो द इन्फर्मेसन इन अ भेन डायग्राम भनेको छ अब चाहिँ बल्ल यसलाई के गरौँ भेन डायग्राममा हाल्दिउँ अब भेन डायग्राममा इन्टरसेक्सन आयो नि त बल्ल हामीसँग इन्टरसेक्सन आयो भनेपछि बल्ल इन भेन डायग्राम इन भेन डायग्राम अब भेन डायग्राममा ड्र गर्दाखेरि कस्तो हुन्छ भन्ने कुरामा यो के कुरा साइन्स नेपाली र म्याथको कुरा इन्टरसेक्सन हामीले भर्खर निकालेको कति हो 5% निकालेको होइन अनि यो 5% निकालेको अनि अर्को के को भयो भन्दाखेरि अब दुईटा वाला भर्ने अब S र N को हेर्ने S र N को यो भनेको कति छ 20% अब S र N को 20% बाट 5% आइसक्यो र यहाँ कति S% भनेको यो S र N को अरे के हो यो ठिकै छ के भएन ल छोडिदिनु अब यहाँ के छ S इन्टरसेक्सन M इन्टरसेक्सन N जुन थियो यो आउनको लागि S र N को लागि भनेको त हाम्रो त यो हो S र N को लागि त यो हो यो मध्येबाट 5 त आइसक्यो भनेपछि रह्यो कति त भन्दा 15 चाहिँ यहाँ हुनु पर्यो त्यसलाई चाहिँ अलिकति अर्को कलर नै लेख्नु पर्ला जस्तो छ अब यो भनेको चाहिँ कति हो भन्दाखेरि हाम्रो 15 भ्यालु यहाँनिर आयो अब त्यसै गरेर केसको र केसको N र M को बारेमा हेर्नु N र M भनेको यो वाला पार्टमा हेरौँ N र M भनेको 15% दिएको छ 15% बाट यो N र M भनेको दुईटैको लागि सर्कुलर पार्ट भनेको कमन पार्ट भनेको यो हो 15 बाट 5 आयो 10 यहाँनिर हैन त्यसै गरेर अब S र M को लागि फेरि हेरौँ S र M को भ्यालु के दिएको छ भन्दाखेरि यहाँ 10% दिएको छ 10% बाट यहाँ के दिएको छ 5% आइसक्यो रह्यो कति त भन्दा यहाँ 5% यहाँ आयो अब रह्यो के जस्तो सबैलाई हेर्ने अब साइन्समा 45% हो 45% बाट कति आयो 15 5 20 5 यो 25% आइसक्यो 45 माइनस
25 गर्दा 45 माइनस 25 गर्दाखेरि कति आयो 20% यहाँ आयो। अब n को भ्यालु कति दिएको छ हामीलाई 55 यो 15 5 20 20 10 30 55 बाट 30 माइनस गर्दाखेरि रह्यो कति भन्दा 25% यहाँनिर रह्यो है। अब यहाँ हेरौँ अर्को के दिएको छ n को मा आयो। अब m को मा हेरौँ m को कति दिएको छ 40 40 10 5 15 5 20 40 बाट 20 घटाएर रह्यो कति भन्दा यो 20 आयो ल। अब कम्प्लिमेन्टको भ्यालु हामीलाई दिएको छ क्वेशनमा यहाँ कम्प्लिमेन्टको हामीले यहाँ कुरो केही पनि गरेको छैन है कम्प्लिमेन्टको हामीलाई नदिएको हो यो किनकि सबैजनाले उतो गराउँछ भनेपछि कम्प्लिमेन्ट हामीलाई यहाँ दिएको छैन है ल। कम्प्लिमेन्ट किनकि नम्बर अफ यु र नम्बर अफ एस युनियन एम युनियन सी बराबर छ भन्नुको मतलब कम्प्लिमेन्ट आफै गायब भइसक्यो किनभने नम्बर अफ यु भनेको त नर्मली यो भ्यालु प्लस कम्प्लिमेन्टको भ्यालु हो नि त। अहिलेको केसमा नम्बर अफ यु र त्यो नै बराबर भइरहेको भने चाहिँ कम्प्लिमेन्ट अटोमेटिकली यहाँनिर के छ 0 छ अथवा छैन भन्दा पनि हुन्छ। अब क्वेशन नम्बर डी मा हेरौँ। अब बल्ल हामी डी मा आयौँ। डी मा के छ इफ द नम्बर अफ स्टुडेन्ट हु सेक्युर्ड ए प्लस ग्रेड ओन्ली इन वान सब्जेक्ट इज 325 यदि एउटा मात्रै सब्जेक्टमा ग्रेड ल्याउने विद्यार्थीको संख्या 325 हामीलाई पर्सेन्टेजमा दिएको छैन यहाँ केमा दिएको छ 325 नम्बरमा दिएको छ 325 हो भने number of find the number of students who secured A plus grade in at most 2 subject ख्याल गरौँ है at most 2 subject भनेको यहाँ के हो त भन्दाखेरि पहिला निकाल्नु पर्ने के भयो यहाँ दुईटा चीज कुरा ख्याल गर्नु पर्यो। एउटा चीज के ख्याल गर्नु पर्यो यहाँ भन्दा पहिला सुरुमा त डी को आन्सरको लागि हामीलाई ओन्ली वान को हामीलाई केमा दिएको छ नम्बरमा दिएको छ यानी कि कति छ 325 दिएको छ हो 325। अब हामीले ओन्ली वान के भ्यालु के गर्छ भन्दाखेरि बट हामीलाई के थाहा छ ओन्ली वान सब्जेक्टको लागि हैन ओन्ली वान को लागि हामीसँग पर्सेन्ट के छ भन्दाखेरि दोज हु आर पास्ड इन ओन्ली वान सब्जेक्ट दोज हु सेक्युर्ड लेखौँ न यहाँ फेरि अलिकति सरले त लेख्न नजान्दा रहेछन् भन्ने पनि गाह्रो हुन्छ बट अथवा बट दोज हु सेक्युर्ड A plus in only one subject equals to सबैको भ्यालु जोड्दै जाम के छ खै भन्ने गरम ए यहाँ कति छ ओन्ली वान भनेको 20 प्लस 20 40 40 प्लस 25 गर्दा कति भयो 65% आयो भनेपछि 40 प्लस भनेको 20 प्लस 20 प्लस 25 आयो क्या हैन यो भनेको कति पर्सेन्ट आयो त 65% आयो। अब हेर्ने यो 325 पनि एउटै सब्जेक्ट मात्रै एउटै सब्जेक्टमा ए प्लस ल्याउने हुन् 65% पनि एउटै सब्जेक्टमा ए प्लस ल्याउने हुन् भनेपछि त्यो वास्तवमा यो 65% भन्नु र 65% भन्नु र 325 भन्नु कुरा के रहेछ त एउटै रहेछ। सो 1% भने के रहेछ त भन्दा 325 लाई 65 ले डिवाइड गर्ने हो भने हाम्रो कुरो कहानी आउँछ। अब 325 लाई यदि 65 ले भाग गर्ने हो भने 325 डिवाइड बाइ 65 गर्दा 5 आउँदो रहेछ 1% मा कति जना रहेछन् 5 जना मान्छे रहेछन् 5 जना विद्यार्थी अटाउँदा रहेछन्। अब सोधेको छ त्यसो हो भने एट मोस्ट 2 सब्जेक्टमा ल्याउने चाहिँ कति जना छन् भनेर सोधेछ हो देन अब एट मोस्ट 2 मैले अघि के भने बडीमा दुईटा भनेको के थियो रे मैले के भनेको थिएँ अघि बडीमा दुईटा भनेको यो बडीमा दुईटा यो इन्टरसेक्सन वाला पार्ट हटाइदिएर अरु रहन्छ भने त्यो बडीमा दुईटा वाला आयो क्या किनकि यो तीनटा भएको वाला ये 5 मात्रै हो एबीसी मतलब कि साइन्समा म्याथमा र नेपालीमा तीनटै विषयमा भएको भनेको यो 5 मात्रै हो। यो तीनटा विषय भएकोलाई हटाइदिने भने त बडीमा दुईटा भनेको के हो एउटा हुन पायो अनि दुईटा हुन पायो दुईटा भन्दा माथि यानी कि तीनटा वाला त हुनै पाएन। सो टोटल युनिभर्सल सेटबाट त्यसलाई हटाइदिने हो इन्टरसेक्सन पार्टलाई हटाइदिने भने हाम्रो काम बन्छ। अहिलेको केसमा त युनिभर्सल सेट त 100 हो अब इन्टरसेक्सन भनेको त 5 छ 100 मा 5 घटाइदिनु हो भने त कति आयो 95% आयो। एट मोस्ट 2 सब्जेक्टमा ए प्लस ल्याउने भनेको जुन छ एट मोस्ट 2 सब्जेक्ट के भन्छ एट मोस्ट 2 सब्जेक्टमा ए प्लस ल्याउने के छ त भन्दाखेरि इक्वल्स टु कति पर्सेन्ट हो यो भन्दा 100% माइनस 5% यानी कि कति हो त भन्दा 95%। अब हेर्नु 1% मा यदि 5 जना छन् भन्दा हामीले निकालेको हो भने 95% मा कति होला त नि दैट इज इक्वल्स टु 95 into 5 गर्नु पर्यो क्याल्कुलेटरमा 95 into 5 गर्दाखेरि कति हुन्छ इन्टु 95 गर्दा 475 आउँदो रहेछ हाम्रो आन्सर। अब यो हो कि होइन
475 त्यो हेर्न बाँकी छ। सो लेट अस सी हाम्रो एन्सर मिल्छ कि नै। हो, सो हाम्रो एन्सर कति रहेछ 475, द्याट इज वाट वी निडेड। ल जाऊ, अब हामी जाउँ नेक्स्ट क्वेसन तर्फ। हाम्रो नेक्स्ट क्वेसन कति छ भन्दाखेरि क्वेसन नम्बर 5, आजको सेकेन्ड लास्ट क्वेसन हो। हामी नआत्तियौँ, अलिकति पढ्दै झ्याउ लगाइसक्यो होला। त्यति सजिलो भए त कहाँ आउँथ्यो र, सजिलो भए यति मतलब के हुन्छ नि, यति पढेर अलिकति पढेर नै मतलब इजिली आइदिने हुन्थ्यो भने त के चाहिन्थ्यो मेरा बाबै, के चाहिन्थ्यो। सरलक्क हर्लक्कै मजाले 1 महिना पढ्थे A+ नै हुन्थ्यो। टार्गेट A+ भनेर म अहिलेबाट भिडियो बनाउनु पर्थ्यो। टार्गेट A+ भनेर ठ्याक्क चैतमा हुन्थ्यो, फागुनमा हालिदिएको भइहाल्थ्यो। अहिलेबाट किन बनाएको भन्दा अलिकति पढ्ने टाइम पाउलाउ, अलिकति सोध्लाउ, नजानेको क्वेसन्सहरू मलाई पठाउलाउ भनेर त अहिलेबाट बनाएको। नत्र भने मलाई अहिले के खान। ल गिभन यहाँनिर के को छ भन्दाखेरि, अब गिभन यो देखिन्छ कि नै लेखेको, देखिन्छ नि। ल देखेसम्म ठिक छ। अब इन अ सर्वे अफ 70 स्टुडेन्ट गिभन नम्बर अफ युनिभर्सल सेट भनेको कति दिएको छ 70। 25 लाइक्ड ओन्ली 2 अफ द भलिबल, फुटबल एन्ड बास्केटबल अरे। यो 25 जनाले त यो 3टा गेम मध्येबाट 25 जनाले जम्मा 2टा मात्रै मन पराउँछ। अब के मन पराउँछ थाहा छैन। भलिबल र फुटबल पनि मन पराउन सके, फुटबल र बास्केटबल पनि मन पराउन सके, अथवा भलिबल र बास्केटबल यो 2टा पनि हुन सक्यो, यो 2टा पनि हुन सक्यो, यो 2टा पनि हुन सक्यो। भनेपछि यो जे पनि हुन सक्छ। टोटलको यो भलिबल र फुटबल, फुटबल र बास्केटबल, भलिबल र बास्केटबल गरेर 25 जना हो भनेपछि अब ओन्लीको कुरा आयो। ओन्ली भलिबल इन्टरसेक्सन फुटबल। कलरै मन परेन मलाई यसको। ल only of volleyball intersection football plus only of football intersection basketball plus only of basketball intersection volleyball. बास्केटबल इन्टु भलिबल इक्वल टु कतिजना छन् अरे 25 जना छन् अरे। अनि भनेको चाहिँ 5 ले लाइक अल, 5 जनाले चाहिँ सबै मन पराउँछन्, सबै गेम मन पराउँछन् भनेको B इन्टरसेक्सन F इन्टरसेक्सन B इक्वल्स टु 5 जना लेख्न पाइन्छ। अनि 10 डिड नट लाइक एनी अफ दिस गेम्स रे। 10 लाई चाहिँ 10 जनालाई चाहिँ यो मनै परेन अरे भनेपछि 10 जनालाई मनै परेन भनेको B युनियन F युनियन B को कम्प्लिमेन्ट इज इक्वल्स टु कति दिएको छ अरे भन्दा हाम्रो दिएको छ 10 दिएको छ है। अनि सोधेको छ एमा which sets cardinality does 5 people represent in the given context, write its notation गरे। यो जुन 5 जना छन् यो 5 जना चाहिँ कार्डिनालिटी नोटेसनमा देखाउने हो भने यसलाई कसरी देखाउँछौ, केले देखाउँछौ भनेको छ। मैले यसले देखाउँछु भन्छु। सो यसको एन्सर के हो त भन्दा यो हो नम्बर अफ B इन्टरसेक्सन F इन्टरसेक्सन B। अब हामी जाउँ B को एन्सर तर्फ। B मा हामीलाई के भनेछ त भन्दा identify the number of students who like exactly one game. Exactly one game मन पराउनेको संख्या कति छ निकाल भनेको छ। अब यहाँ है एक्ज्याक्टली एउटा मात्र गेम मन पराउने कति जना छन् त्यो निकाल भनेको छ। एक्ज्याक्टली वान गेम। अब हेर्नु है, अब यसलाई यसरी बुझ्दा पनि हुन्छ। कसरी बुझाउँ होला भन्दाखेरि पहिला सुरुमा त म हजुरलाई A युनियन B को भ्यालु कति हो त्यो निकाल्न सिकाउँछु है। किनकि हामीलाई युनिभर्सल सेट पनि गिभन छ हैन। नम्बर अफ युनिभर्सल सेट गिभन छ 70 अनि कम्प्लिमेन्टको भ्यालु दिएको छ 10 भनेपछि 70 माइनस 10 गरे भने मेरो के को भ्यालु आउँछ A युनियन B युनियन C को भ्यालु, यानी कि अहिलेको केसमा B युनियन F युनियन C को भ्यालु मसँग आउँछ है। सो अब यहाँनिर त मैले फर्स्टली के गर्छु अरे भन्दा here number of universal set जुन छ number of universal set equals to number of football union basketball union volleyball plus number of के त भन्दा football union basketball union volleyball जुन जता जसरी लेखे पनि के फरक पर्दैन है। यो भनेको 70 दिएको छ अनि यो भनेको निकाल्न खोजेको मैले F युनियन B युनियन V अनि प्लस यो भनेको 10 दिएको छ। देयरफोर नम्बर अफ के त F युनियन B युनियन V भनेको कति आयो 70 माइनस 10 भनेको 60 आयो। नाउ अब यहाँनिर अघि मैले एउटा फर्मुला लेखाएको थिएँ A युनियन B। अघि मैले फर्मुला डेरिभेसन गर्दाखेरि मैले सुरुमा फर्स्ट फर्मुला मैले के लेखाएको थिएँ भन्दा नम्बर अफ F युनियन B युनियन V भनेको फर्स्ट फर्मुला हेर्नु है, अगाडि रिमाइन्ड गरेर हेर्नु होला। त्यति एउटा मैले फर्मुला लेखाएको थिएँ। त्यो के थियो भन्दा ओन्ली अफ F प्लस ओन्ली अफ B प्लस ओन्ली अफ V प्लस ओन्ली अफ F इन्टरसेक्सन B प्लस ओन्ली अफ B इन्टरसेक्सन V
प्लस ओन्ली अफ एफ इन्टरसेक्सन भी प्लस नम्बर अफ एफ इन्टरसेक्सन बी इन्टरसेक्सन भी भनेको चाहिँ हाम्रो यसको फर्मुला थियो भनेर मैले अगाडि लेखाएको छु। अब हेर्नु हामीलाई क्वेसनले यहाँनिर एक्ज्याक्टली 1 भनेर सोधेको छ नि, एक्ज्याक्टली 1 भनेको चाहिँ हाम्रो के सोधेको त भन्दा हामीलाई ओन्ली अफ एफ प्लस ओन्ली अफ बी प्लस ओन्ली अफ के त भी को भ्यालु कति हुन्छ निकाल भने हो कि। यो तीनटा एउटा मात्रै गेम मन पराउनेको संख्या कति छ टोटल सम निकाल्नु पर्यो। टोटल सम निकाल्न पर्यो भनेको हेर्नुभयो भने हामीलाई यो तीनटा अगाडिको यो जुन तीनटा छ यो तीनटाको भ्यालु चाहिएको हो। अब यसको हेर्ने है त, यो जुन तलको यो तीनटा छ नि एफ इन्टरसेक्सन बी प्लस बी इन्टरसेक्सन भी प्लस नम्बर अफ, यो चाहिँ हामीलाई फेरि क्वेसनले यहाँबाट गिभन दिएको छ यहाँनिर यो वाला पोर्सनमा हामीलाई के दिएको छ गिभन छ त्यो। सो तलपट्टिको यो तीनटाको ठाउँमा डाइरेक्ट मैले कति राख्न पाउँछु 25 राख्न पाउँछु। और एफ युनियन बी युनियन भी भनेको मैले भर्खरै यहाँ 60 निकालेको हो इज इक्वल्स टु यसको ठाउँमा मैले जे छ त्यही नै राख्छु किनकि मलाई त्यो निकाल्न छ। नम्बर अफ एफ प्लस नम्बर अफ बी प्लस नम्बर अफ भी यो भइहाल्यो ओन्ली अफ भी। अनि प्लस अब यसको ठाउँमा मलाई 25 क्वेसनले दिएको छ भनेपछि यहाँ मैले 25 राख्छु प्लस कम्प्लिमेन्टको भ्यालु इन्टरसेक्सनको भ्यालु पनि मलाई यसले 5 दिएको छ भनेपछि मैले यसलाई यहाँ के राख्छु 5 राख्छु। अब 25 र 5 जोड्दा 30 भयो, 60 बाट 30 घटाउँदा यो एन्सर कति आयो 30 आयो। सो हाम्रो एन्सर कति रहेछ त भन्दा ओन्ली अफ एफ प्लस ओन्ली अफ बी प्लस ओन्ली अफ भी भने कति रहेछ 30 रहेछ। अब हाम्रो एन्सर मिल्यो कि नै भन्ने कुरामा चाहिँ यहाँबाट हेरौँ। सो 30 हाम्रो यहाँनिर एन्सर आएको देख्न सक्नुहुन्छ है। सो 30 इज आवर एन्सर। अब फाइन्ड द रेसियो अफ स्टुडेन्ट हु लाइक ओन्ली 1 गेम टु दोज हु लाइक ओन्ली 2। ओन्ली 1 गेम मन पराउने र ओन्ली 2 मन पराउनेको कति छ रेसियो निकाल भनेको छ। अब यहाँ हेर्नुहोस्, अब ओन्ली 1 र बी को एन्सर आयो। अब सी को एन्सर चाहियो होइन हामीलाई ओन्ली 1 र ओन्ली 2 भनेको छ हो, ओन्ली 1 र ओन्ली 2। अब सी को एन्सर, सी मा के भनेको छ ओन्ली 1 ओन्ली 1 भनेको के हो त भन्दाखेरि रेसियो है। ओन्ली 1 भनेको यसरी यसरी त नलेखौँ न, यसरी नलेखौँ के भनेको फाइन्ड द रेसियो हु लाइक ओन्ली 1 गेम students who like only one game divided by who like only 2 भनेको छ नि हैन। students who like के त भन्दा only 2 game अब हेर्नु ओन्ली 1 गेम भनेको हामीले भर्खरै निकालेको हो 30 जना हैन। ओन्ली 1 गेम भनेको हामीले यहाँ 30 जना निकालेको हो के हैन त। ए ओन्ली अफ एफ प्लस ओन्ली अफ बी प्लस ओन्ली अफ भी भनेको हामीले ओन्ली 1 वाला 30 जना निकालेको नि यहाँ। सो अब यो 30 जना माथि 30 जना आउने भयो हैन। ओन्ली 1 गेममा कति जना आउने भयो माथि भन्दा यो रेसियोमा माथि 30 जना आउने भयो। तलपट्टि चाहिँ दुईटा गेम ओन्ली 2 भनेको यो कति दिएको छ 25 हामीलाई गिभन छ। सो 30/25 यसो 25 इक्वल्स टु 5 6 जा 30 5 5 जा 25। सो हाम्रो एन्सर 6:5 भयो। सो द्याट इज वाट वी। अब डी मा हेर्ने वाट पर्सेन्ट अफ स्टुडेन्ट लाइक एटमोस्ट 2 गेम भनेको छ। अब डी को एन्सरको लागि फेरि पनि के थाहा हुनु पर्यो अरे भन्दा एटमोस्ट भनेको के हो अरे एटमोस्ट 2 गेम्स भनेको चाहिँ एटमोस्ट 2 गेम्स भनेको चाहिँ नम्बर अफ फुटबल इन्टरसेक्सन भलिबल इन्टरसेक्सन बास्केटबलको चाहिँ कम्प्लिमेन्ट हो। यानि कि नम्बर अफ युनिभर्सल सेटबाट त्यो नम्बर अफ एफ इन्टरसेक्सन भी इन्टरसेक्सन बी लाई हटाइदिने हो भने हाम्रो भ्यालु आउँछ। यानि कि जो भनेको नम्बर अफ भी युनिभर्सल सेट हाम्रो कति छ 70% हो 70 हो नि हैन। सो 70 भयो 70 बाट यो भनेको कति छ इन्टरसेक्सन भनेको 5 यो भनेको कति आयो 65 आयो। अब इन पर्सेन्टेज यदि हामीले निकाल्ने हो भने एटमोस्ट 2 गेम भयो। अब इन पर्सेन्टेजको फर्ममा निकाल्ने हो भने इन पर्सेन्टेज के लेख्न पर्यो त भन्दाखेरि एटमोस्ट 2 गेम एटमोस्ट दोज हु लाइक एटमोस्ट है दोज हु लाइक एटमोस्ट 2 गेम्स
बाई कति त भन्दा नम्बर अफ युनिभर्सल सेट इन्टु कति पर्सेन्ट 100% भनेको यो कति आयो 65 डिभाइड बाई 70 यो 5 है 65 डिभाइड बाई 70 इन्टु 100% यदि क्यालकुलेटरमा गर्नुहुन्छ भने हजुरको भ्यालु कति आउँछ भन्दाखेरि 65 डिभाइड बाई 70 इन्टु 100% गर्दा 92.857 आउँछ। त्यसलाई राउन्ड अफ गरेर 92.86% लेख्न पाइयो। 86 यो पर्सेन्टेज है। ल यो क्वेशन पनि हाम्रो भ्याइयो। सो नाउ लेट अस मुभ अन टु द लास्ट क्वेशन अफ आवर टुडेज भिडियो। हाम्रो लास्ट क्वेशन आजको के छ भन्ने कुरा कति भयो 1 घण्टाको ठ्याक्कै 1 घण्टाको भयो। ल अब लास्ट क्वेशन यहाँ छ। अब हामीलाई यहाँ गिवन के दिएको छ भन्ने कुरामा हेरौँ है त। सो गिवन के दिएको छ इन अ क्लास अफ 70 स्टुडेन्ट्स भनेपछि नम्बर अफ युनिभर्सल सेट भनेको फेरि कति दिएको छ 70 एभ्री स्टुडेन्ट लाइक भलिबल अर फुटबल अर क्रिकेट 70 जनामा सबैले कुनै न कुनै गेम मन पराउँछन् नै अरे भनेपछि यो केसमा नम्बर अफ यु भन्नु र नम्बर अफ के त फुटबल भलिबल र क्रिकेट भनेपछि भी युनियन एफ युनियन सी भन्नु कुरा के रहेछ सेम रहेछ। यो भन्नुको अर्को मतलब के हो भन्दा नम्बर अफ भी युनियन एफ युनियन सी कम्प्लिमेन्टको भ्यालु चाहिँ के रहेछ 0 रहेछ भनेर बुझ्नु पर्छ। अब यहाँ द रेसियो अफ स्टुडेन्ट हु लाइक भलिबल अर फुटबल भनेको दुईटा है। भलिबल अर भनेपछि एन्ड भनेको भए इन्टरसेक्सन हुन्थ्यो अर भनेपछि यहाँ युनियन हुन्छ है। अफ स्टुडेन्ट हु लाइक भलिबल अर फुटबल टु दोज हु लाइक क्रिकेट इज 6:1 भनेको छ। In a class of 75, every student like volleyball or football. The ratio of students who like volleyball or football भनेपछि number of or भनेपछि V union F equals to यहाँनिर कति हुने भयो is equals to 2 यहाँ 6:1 छ भनेपछि यसलाई 6x सपोज गर्न पाइयो। अनि नम्बर अफ फुटबल भनेको चाहिँ कति छ अरे भन्दाखेरि यो 1x यो पछाडिपट्टि 1 छ। अनि ओन्ली अफ फुटबल हैन सरी ओन्ली अफ क्रिकेट भनेको क्वेशनले नि है ओन्ली अफ क्रिकेट भनेको छ भनेपछि ओन्ली अफ क्रिकेट भनेको ओन्ली अफ सी इज इक्वल्स टु 1x अथवा सिम्पल x 1x लेखे पनि केही प्रब्लम भएन। अनि इफ बी एफ एन्ड सी रिप्रेजेन्ट हु लाइक भलिबल फुटबल क्रिकेट सो देन राइट द गिवन इन्फर्मेसन इन सेट नोटेसन लेखिसक्यौँ हामीले। अब अरु के सोधेको छ हेरौँ है त। अब सोधेको छ फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक भलिबल अर फुटबल भलिबल अर फुटबल खेल्ने भनेको भी युनियन एफ को भ्यालु कति हुन्छ निकाल। यो क्वेशनमा यो अर को ठाउँमा एन्ड हुन्थ्यो भने नि यो एन्ड हुन्थ्यो भने नम्बर अफ भी इन्टरसेक्सन एफ हुन्थ्यो। मलाई अर भनेको छ त्यही भएर युनियन लिएको त्यो कुरा ख्याल गर्नु होला है। अब ए को एन्सर त हाम्रो यो भयो। अब हामी जाउँ बी को एन्सर तर्फ। बी को एन्सर को लागि बुझ्नको लागि हामी भेन डायग्राम को थ्रुबाट गयौं भने सजिलो हुन्छ। सो बी लाई मैले यहाँ लेखे फेरि। अब भेन डायग्राम को थ्रुबाट गयौं भने हामीलाई सजिलो हुन्छ है। यो युनिभर्सल सेट बनाएको है त फेरि यो भयो दुईटा भयो यो अर्को तीनटा हाम्रो के को कुरा भइरहा फुटबल बास्केटबल र भलिबलको बारेमा कुरा भइरहेछ है। ओके हामीलाई भ्यालु के पनि दिएको छैन मैले बुझाउनलाई हेर्नु है भ्यालु हामीलाई यहाँ के पनि दिएको छैन। हामीलाई एउटा नम्बर अफ युनिभर्सल सेट भनेको यो अब यहाँ कम्प्लिमेन्ट छैन भनेपछि यो ठाउँमा के पनि भ्यालु छैन भनेपछि जति छ युनिभर्सल सेट भनेको नै यो तीनटा गोल हो के हैन हो भनेपछि यहाँ हेर्नु त अब के छ कुराकानी हो भनेपछि भी युनियन एफ ले के जनाउँछ हेर्नु है। भी युनियन एफ ले के जनाउँछ भी र एफ को युनियन भनेको त फुटबल भलिबल सरी क्रिकेट रहेछ बास्केटबल छैन है यहाँनिर फुटबल भलिबल र क्रिकेट मात्रै छ है। अब हेर्नु फुटबल र भलिबलको युनियन भनेको यति सबै जनाउँछ फुटबल भलिबल युनियन भनेको यति पुरै ढाक्यो तलपट्टिको र यो जुन यति पोर्सन बाँकी छ यो वाला पोर्सन यो दियो जस्तो जुन छ यो भनेको चाहिँ हजुरको ओन्ली अफ सी हो। यानि कि यो फुटबल एफ युनियन भी र ओन्ली अफ सी जोड्यो भने हाम्रो के आइरहेको रहेछ एफ युनियन भी युनियन सी आएको रहेछ भनेर बुझ्नु पर्दो रहेछ हैन। सो फ्रम भेन डायग्राम हामीले के भन्न सक्दो रहेछौं त भन्दाखेरि हेरौँ है। फ्रम भेन डायग्राम हामीले के भन्न सक्दो रहेछौं भन्दाखेरि नम्बर अफ एफ युनियन भी प्लस ओन्ली अफ सी गर्ने हो भने चाहिँ यो टोटल सर्कलै आउँदो रहेछ। यानि कि नम्बर अफ एफ युनियन भी युनियन सी को भ्यालु आउँदो रहेछ। और
एफ युनियन भी हाम्रो कति दिएको छ यहाँ 6x दिएको छ सो यहाँ कति राख्न पाइयो 6x प्लस यो 1x इक्वल्स टु यसको भ्यालु कति दिएको छ क्वेशनले हामीलाई 70 गिभन छ भनेपछि यो 70 आयो यो 7x इक्वल्स टु 70 यानी कि x को भ्यालु कति आयो 17 जा 70 यो डिभाइडमा जान्छ 17 जा 70 x को भ्यालु यदि 10 हो भने हामीलाई सोधेको छ हु लाइक के रे भलिबल और फुटबल खेल्नेको के हो संख्या निकाल भनेको छ सो हामीले बल्ल के लेख्न पाइयो त सो अथवा नम्बर अफ भी युनियन एफ इक्वल्स टु 6x यानी कि 6 इन्टु x भनेको 10 6 10 जा कति त भन्दा 60 सो हामीलाई सोधेको एन्सर त्यही नै हो अब फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक अल फाइन्ड भने हैन होला यहाँ के अर्कै देखा होला हेरौँ है ल इफ भनेर यहाँ सेन्टेन्स दिएको छ इफ द नम्बर अफ स्टुडेन्ट हु लाइक अल थ्री तीनटै मन पराउनेको संख्या यदि 10 छ 10 हुन्थ्यो भने देन आइडेन्टिफाई द नम्बर अफ स्टुडेन्ट हु लाइक एट मोस्ट 2 अरे अब हेर्नु है यदि सी को एन्सर यहाँ दियो यदि नम्बर अफ अल थ्री भनेको के हो फुटबल इन्टरसेक्सन बास्केट भलिबल इन्टरसेक्सन क्रिकेट यदि तीनटै मन पराउनेको संख्या 10 हुन्थ्यो भने अब हाम्रो सोधेको छ एटमोस्ट 2 को एटमोस्ट 2 भने के हो रे हामीले अघि पनि गरे हो यो एटमोस्ट 2 भने चाहिँ के हो हाम्रो भन्दा नम्बर अफ एफ इन्टरसेक्सन भी इन्टरसेक्सन सी को कम्प्लिमेन्ट हो त्यो भने कसरी निकाल्ने त भन्दा नम्बर अफ युनिभर्सल सेटबाट नम्बर अफ एफ इन्टरसेक्सन भी इन्टरसेक्सन सी लाई हटाएर आउँछ सो नम्बर अफ युनिभर्सल सेट हाम्रो कति छ 70 छ अनि यो भनेको भ्यालु कति दिएको छ 10 70 मा 10 घटाए कति आयो 60 भनेपछि हाम्रो एन्सर कति आउनु पर्थ्यो 60 जुन कि हाम्रो एन्सर आयो ठीक अब जाउँ लास्ट क्वेशनमा इफ द नम्बर अफ स्टुडेन्ट हु लाइक एटलिस्ट 2 इज 21 एटलिस्ट 2 भनेको कम्तीमा दुईटा मन पराउने हेर्नु है एटलिस्ट 2 भनेको के थियो रे अब यहाँ कम्तीमा दुईटा मन पराउने एटलिस्ट 2 भनेको कम्तीमा दुईटा हो है अब यो कुरालाई ख्याल गर्नुपर्छ कम्तीमा दुईटा भनेको अघि मैले एउटा टर्मिनोलोजिज लेखाएको थिएँ त्यहाँनिर त्यही भएर टर्मिनोलोजिजहरु एकदमै ख्याल हुनुपर्छ एटलिस्ट 2 अब यहाँ एटलिस्ट 2 यसरी नलेखौँ एटलिस्ट 2 कसरी लेखौँ भन्दा यसलाई इरेज गरेर पहिला नम्बर अफ स्टुडेन्ट हु लाइक एटलिस्ट 2 यसरी लेखौँ न एटलिस्ट 2 इज इक्वल्स टु मैले के लेखेको थिएँ भन्दा नम्बर अफ टर्मिनल अगाडि लेखाएको छु है फेरि आफै बिचबाट आएर हेरिराख्नु भएको छ भने मैले अगाडि लेखाइसकेको छु त्यहाँ रिभाइड गरेर हेर्नु होला नम्बर अफ एफ इन्टरसेक्सन भी प्लस नम्बर अफ भी इन्टरसेक्सन सी प्लस नम्बर अफ के त भन्दा एफ इन्टरसेक्सन सी माइनस के हुन्छ रे भन्दाखेरि -2 इन्टरसेक्सन -2 अफ नम्बर अफ के भन्दा एफ इन्टरसेक्सन भी इन्टरसेक्सन सी हुन्छ भन्दा थाहा छ अब यहाँ क्वेशनले सरी इफ द नम्बर अफ स्टुडेन्ट हु लाइक एटलिस्ट 2 इज 21 भनेपछि यसको ठाउँमा एटलिस्ट 2 को ठाउँमा मैले कति राख्न पाएँ अब यो ठाउँमा मैले राख्न पाएँ 21 देन क्याल्कुलेट द पर्सेन्टेज अफ स्टुडेन्ट हु लाइक ओन्ली 1 भनेको छ ओन्ली 1 मन पराउनेको चाहिँ के छ अरे पर्सेन्टेज कति छ निकाल्नु भनेको छ अब ओन्ली 1 भनेको चाहिँ कस्तो हो भन्दाखेरि यहाँ हेर्नु है ल ओन्ली 1 भनेको हजुरको यो है एटलिस्ट 2 भनेको चाहिँ यहाँ भेन डायग्राम हेर्नु है के छ एफ इन्टरसेक्सन भी प्लस भी इन्टरसेक्सन सी प्लस सी अफ एफ इन्टरसेक्सन सी -2 यो यसको भ्यालु कति आइरहेको छ हाम्रो 21 आइरहेको छ अथवा यो एटलिस्ट 21 इक्वल्स टु यसलाई यसरी पनि राख्न पाउँछु मैले कसरी पनि राख्न पाउँछु अरे भन्दा इट इक्वल्स टु नम्बर अफ एफ इन्टरसेक्सन भी प्लस नम्बर अफ भी इन्टरसेक्सन सी प्लस नम्बर अफ के त भन्दा एफ इन्टरसेक्सन सी -2 नम्बर अफ के त भन्दा एफ इन्टरसेक्सन भी इन्टरसेक्सन अफ सी लेखिदिएँ मैले हो अब हेर्नु हामीले निकाल्न त यो निकाल्न भने होइन नि त अब हामीले के गर्ने भन्दा ओन्ली त निकाल्न पर्यो फेरि पनि हामीले के गर्ने फर्मुला युज गर्ने नाउ अगेन नाउ नम्बर अफ एफ युनियन भी युनियन सी को फर्मुला के थियो हाम्रो यो क्वेशन चाहिँ अलिकति गाह्रो क्वेशन पर्यो है ओन्ली अफ एफ प्लस ओन्ली अफ भी हो ओन्ली अफ एफ युनियन भी युनियन सी भनेको के थियो ओन्ली अफ एफ प्लस ओन्ली अफ भी प्लस ओन्ली अफ सी प्लस यसलाई के पनि लेख्न पाइयो अब ठ्याक्कै यो जे छ त्यही पाटो यहाँनिर आउँछ प्लस नम्बर अफ एफ इन्टरसेक्सन भी अथवा यसरी बुझ्दा पनि भेन डायग्रामबाट हेर्नु छ भने भेन डायग्रामबाट बुझाइदिन्छु आत्तिनु पर्दैन है यहाँ भेन डायग्रामबाट म बुझाइदिन्छु डराउनु पर्दैन फिटिक्कै डराउनु पर्दैन
यो एफ यो भी र यो सी भयो। यो ओन्ली अफ एफ हो, यो ओन्ली अफ भी हो र यो ओन्ली अफ के हो त भन्दा सी। ठिक। अब हेर्नु हामीलाई के निकाल्न छ, ओन्ली अफ एफ प्लस ओन्ली अफ एफ भी प्लस ओन्ली अफ सी। हेर्नु यो प्लस यो प्लस यो प्लस यो एउटा सर्कल, के अरे यो वाला पार्ट, यो वाला पार्ट, यो वाला पार्ट र यो तीनचोटि रिपिट भएछ, माइनस गरेर त ए युनियन बी आउँछ कि आउँदैन? हो, त्यही युज गर्न खोजेको मैले यहाँ। ओन्ली अफ एफ ओन्ली अफ बी ओन्ली अफ सी गरे। अब पहिला यो जोड्छु, यो भनेको के हो हाम्रो, अब एफ र यो यदि भी हो भने एफ इन्टरसेक्सन भी हो, त्यही भएर एफ इन्टरसेक्सन भी भयो। अब मलाई के चाहियो, एफ र सी को, यो सी हो भने एफ र सी को यो चाहियो भनेपछि प्लस नम्बर अफ एफ इन्टरसेक्सन सी गर्छु, एफ इन्टरसेक्सन सी गर्छु प्लस अब फेरि यो र मलाई भी र यो चाहियो भनेपछि यो भी र सी को इन्टरसेक्सन प्लस भी इन्टरसेक्सन सी भयो, यो नम्बर अफ भी इन्टरसेक्सन सी माइनस। अब हेर्नु यो त तीनचोटि, यो वाला पार्ट त तीनचोटि रिपिट भयो नि त, एकचोटि यसको लागि, एकचोटि यसको लागि, एकचोटि यसको लागि, तीनचोटि रिपिट भयो, तर आउनु पर्ने एकचोटि हो। सो माइनस मैले के गर्न पर्यो, माइनस 2 टाइम्स अफ नम्बर अफ भी इन्टरसेक्सन एफ इन्टरसेक्सन सी गर्नु पर्यो। अब यहाँ हेरौँ, अब लगभग भ्याइयो, अब भ्याइयो है। ल अब यहाँ हेरौँ, अब एफ युनियन भी युनियन यसको भ्यालु चाहिँ मेरो कति आएको छ, यो मलाई क्वेसनले दिएको छ 70। अब प्लस यो त ओन्ली अफ एफ त छ, ओन्ली अफ एफ भयो, ओन्ली अफ भी त मलाई निकाल, यो त निकाले भने क्वेसनले मलाई, भनेपछि यति त मैले निकाल्नै पर्यो, यति त के गर्न मिलेन, यसको भ्यालु मैले निकाल्ने छु जस्ताको त्यस्तै। र यो जुन पछाडिको भ्यालु छ त्यो भ्यालुको चाहिँ मैले यहाँबाट कति निकालेको छु, 21 निकालेको छु। यसलाई मैले के गर्न पाउँछु, सिधै प्लस 21 लेख्न पाउँछु। सो यसलाई यता लिएर आयो भने 70 माइनस 21 इक्वल्स टु मेरो एन्सर यो ओन्ली अफ एफ प्लस ओन्ली अफ भी प्लस ओन्ली अफ सी आउँछ। यानि कि 10 माइनस 1 9 भयो, 6 माइनस 2 गर्दाखेरि कति भयो 5, 6 माइनस 2 गर्दा सरी 6 माइनस 2 गर्दाखेरि यहाँ आयो 49। अब 49 त आयो। अब हामीलाई क्वेसनले यो निकाल भनेको छ कि पर्सेन्टेज निकाल भनेको छ, पर्सेन्टेज क्याल्कुलेट द पर्सेन्टेज भनेको रहेछ। पर्सेन्टेज भनेपछि त अब यो जति आएको छ त्यो बाइ टोटल 49 इन पर्सेन्टेज हैन, इन पर्सेन्टेज 49 बाइ टोटल भनेको 70 इन्टु 100% हो। सो अब यहाँ 7 10 जा 70, 7 7 जा 49, 10 र यो 10 जा 100, 7 इन्टु 10 भनेको कति आयो त भन्दाखेरि 7 इन्टु 10 भनेको मेरो यहाँ 70%। सो हाम्रो एन्सर यही हो। यो लास्टको क्वेसन चाहिँ अलिकति बोनसको रूपमा अलिकति गाह्रो क्वेसन राखे हो, अलिकति सजिलो मात्रै गरेर फेरि प्याप्सनहरुमा एन्ड प्याप्सनहरुमा अलिकति एउटा क्वेसन गाह्रो पनि सोध्छ। सो त्यसले गर्दाखेरि लास्ट क्वेसन चाहिँ मैले अलिकति डिफिकल्ट नै राखे हो। ओके, सो आजको भिडियोलाई यति गरौँ, यति भन्दै म आजको भिडियो यही एन्ड गर्छु है त।